다른데 통만들이야 아주 대재미 지주 리아 페베다 아주 개로케 신년 나바당 주문 나바 상원을이야 섬주슈아의 접지도 나다는 신 아주다 가르쳐다 잘남주는 신신난게 सर्वप्रथम अनि सबैलाई सुस्वस्थको अनि कामना व्यक्त गर्दछु सबैलाई टासिदेले र सबैलाई नमस्कार अनि आज म मिगी दर्जको यो लेक्चरमा राम्रो कामको पदमा पद अनि यसको शिक्षक यसको विषयमा बताउन गइरहेको छु आज अनि 23, 24, 25 श्लोक आज लेक्चरमा गयो तीनटा श्लोक जाँदैछ अनि सांगे पेल्डुपद्वारा यो उहाँको अब टीकामा उहाँको टीकाको प्रतिपादा जुन अब उहाँको अङ्ग भनौँ न त्यसकोमा राखेर हेर्दा जोड गर्दाखेरि यसको म सबसे अथवा यसको यो भागहरुमा बताउँदिन यसमा अब यो महान पुरुषको यो अनि महान पुरुषको यो अनि अभ्यास गर्ने विषयमा जाँदैछ त्यसमा नि अब आफ्नो चित्त बोधि चित्तमा उत्पाद गर्ने र प्रयोग चाहिँ बोधि चित्त दुई प्रकारको अब भावना गर्ने र मध्यमा पनि अनि यसमा अब तीन शिक्षा रहेको छ त्यो भित्र नै अब सातवटा शब्द अनि व्याख्या रहेको छ यो भित्र अब सातवटा खण्डहरु रहेको छ एक एक गरी भन्नु पर्दैन अनि त्यो सातवटा भएको मध्येमा पहिला चाहिँ नि 6 वटा नि यो पारमितामा यो शिक्षण गरिरहेको छ अनि यसमा अब 6 वटा रहेको छ किनकि पारमिता 6 वटा रहेकोमा नि यसरी अब यो भित्रमा अस्ति मैले अब प्रत्यक्ष रूपमा बताएको चाहिँ अब एक किसिमको अब 6 वटा भन्दा 5 वटा भन्दा छैन प्राज्ञ पारमिता चाहिँ अब यसमा राखिएको छ यो चाहिँ अब यसमा अप्रत्यक्ष रूपमा राखिएको छ पहिला चाहिँ अब यो 6 वटा पारमितामा चाहिँ अनि दान पारमिता मैले बताइसके आज चाहिँ अब आज दोस्रो अब शील पारमिताको शिक्षा को विषयमा बताउन गइरहेको छु यसको अब श्लोक यो रहेको छ अब यो प्रसाद दान जस्ता पुण्य कार्यको लागि हैन सिद्ध बुद्धत्वको कारण बन्न अब बुद्धको कारण बन्न पुग्दछ जुन चाहिँ अब उनीहरूलाई सद्गुणको राम्रो मार्गमा निर्देशित गर्नुपर्छ मैले बुद्धले सिकाएका संहिताहरू अनुरूप काम गरे म यसलाई मेरो राम्रो कामको रूपमा सोच्दछु भने यसरी बताएको छ यो चाहिँ अब शील पारमिताको शिक्षा रहेको छ त्यसको श्लोक रहेको छ यो राम्रो कामको पद्धति चाहिँ अब 33 वटा भएको मध्यमा अनि यो 23औं श्लोक रहेको छ 33 मा 23औं श्लोकमा गइरहेको छ अहिले अनि मिगी दर्जी यसमा अब मिगी दर्जीद्वारा चाहिँ नमथलाला बिठी भनेको छ अर्थात यो आत्मकथामा अब शिक्षणको एउटा व्याख्या भनेको छ त्यो भित्र चाहिँ अब के लेखेको छ भन्दाखेरि 다리 nengaarubdi karasana 다 가상고만 쉬는 신기 집에 자월 큐바 쉬난 저도 야면은 딱 간다 녀저 영화기 규조지 지된 카메라 녀저 영화기 규조지 다 균호롱제라 사베다 베조트 차리어스 다 될래야
텐드비다 균노 롱제라 사베긴 대연 남리아 용순 짐바 매와 다도 짐바 매바지 과데 계심 쉽지 않대요. 계시 대연 롱제 대달래야 지 다도 짐바 매바당 용순 짐바 매바지 뭐주바이나 다 균 가르기 모르슬라비나 아니 랑래야 지 최다 성신 그 균노 톱마톱 그 왕기 아니 차단게 용거레스 톱에 걸려야 지 양갑 들이 톱나 삼삼으로 된데 착박이야 마톱나 안에 당화게야 된데기 착단게야 그 규처래 안에 착단게 소이나 가르 저기 어디서나 수dim의 미준비기 교연 탐지에디 안에 착단 때문에 게 용거레스 यसको मुख्य कारण बताउनु पर्दाखेरि अब यो जुन भौतिक सम्पत्ति रहेको छ सम्पदाहरू यो चाहिँ द्वन्द्वको जरा रहेको छ हैन संसारमा जति पनि अब द्वन्द्वको जरा रहेको हुँदाखेरि अशक्ति यो द्वन्द्वको जरा नै अशक्ति हो योबाट मुक्त भएन भने भौतिक वस्तु वा धर्म जति प्राप्त गरे पनि के हो त लोभ र देशहरू मात्र रिसहरू उत्पन्न हुन्छ हैन यो अनुशासन विपरीत हुने सबै प्रदूषण वा दोष उत्पन्न हुन्छ यस कारणले गर्दाखेरि तिनीहरूले अरूको फाइदाको लागि जतिसुकै प्रयास गरे पनि आफ्नो शारीरिक वा मानसिक आराम वा कुनै पनि तरिकाले आफ्नो फाइदा खोज्नुको सट्टा तपाईहरुको अधीनमा रहेका बुद्ध र बोधिसत्वहरूले जस्तै चाहनु इच्छा गर्दैन किनकि यसमा लोभ र रिसले छोपिएको हुन्छ आफूलाई बनाउनु पर्छ भने आफूलाई ज्ञानको रोशनीमा ल्याउनु हुन्छ भने यसमा चाहिँ के हो त प्रतिक्रियाको अपेक्षा गर्नु पर्दछ भने यसरी राम्रो कामको प्रतीक्षा राम्रो कामको अब हामीले अभ्यास गर्नु पर्दछ उहाँले भन्नुहुन्छ यदि बोधिसत्व अनि बोधिसत्वको यो अब एक किसिमले के हो त दोष रहित अब पुण्य भए तापनि हैन अब सबै पुण्यको संकलित अब पुण्य जे भए तापनि के हो त अनि सबै अब पुण्यमा यो दोष रहितको अब दोष रहित पुण्यद्वारा नै ज्ञानको उदय हुन्छ भनेको छ यो चाहिँ अब नन्तरला भेटी भने चाहिँ यसलाई यो चाहिँ अब मुक्ति कथाको शिक्षणी व्याख्याभित्र बताएको छ अब सांगे पल्टुको उहाँको अब व्याख्यामा हेर्दाखेरि त्योभित्र भनेको छ कि धेरै मानिसहरूले आफ्नो सम्पूर्ण जीवन अब धेरै मानिसहरूले आफ्नो सम्पूर्ण जीवन सूत्र र तन्त्र सिकाउने जस्ता सद्गुरुको जरामा बिताउने अब नाटक गर्छन् तर वास्तविकमा हेर्ने हो भने धर्मको विरुद्धमा अब नगइकन अब त्यसो गर्न असमर्थ हुन्छ हैन अब बौद्ध धर्मसँग अब तालमेल नखाने हैन अनि नमिल्ने अनुकूल त नहुने पाराले अब एक किसिमको अब आफूले प्राण हितको लागि अब कर्महरू गर्न सकेन भने तिनीहरूले के भन्छन् भने उच्च अब शीलको सम्मानको गुणहरू लागू हुन्छन् र कुनै पनि दोषहरूलाई पछाडि हटाउँछन् भनिन्छ हैन एक किसिमको अब अब त्यो बेला अब के हो त अनि शील कसरी शुद्धता हुन्छ त हैन एक किसिमको प्रतिमोक्ष शील बिना अब सम्यक सम्बुद्ध ज्ञान उत्पत्ति हुँदैन त्यो कस्तो हो त भन्दाखेरि अब वज्रयानीहरूले के भन्छ भन्दाखेरि तीन प्रकारको जस्तो कि अब प्रतिमोक्ष समूह र बोधिसत्व समूह र वज्रयान समूह सबै अब एक किसिमको तीनटै अब माथिल्लो तहमा अब अटेको हुन्छ भन्ने यसरी बताइन्छ भनिन्छ हैन त्यसले गर्दाखेरि अनि एक किसिमको महायाना होस् थेरावादा हिनायाना जस्तो सुकै अब ग्रन्थबाट आएको कुरा के हो त भन्दाखेरि त्यसको अब के हो त दोषदेखि अब
दोषहरू आयो भने त्यसलाई अब कसरी अब निषेध गर्ने, रोकथाम गर्ने होइन, त्यो शीलसँग विपरीत भयो भयो भने त्यसको दोषहरूलाई कसरी अब हामीले हटाउने होइन, त्यो तीन प्रकारको समूह शीललाई अब हामीले सुरक्षा गर्न सक्यो, त्यसलाई अब एक किसिमको अब पालना गर्न सक्यो भने अब तल्लो तहको अब जग नै अब मासियो भने माथिल्लो तहको अब एक किसिमको अनि अनि बोधिसत्वको शील र अनि वज्रयानको अब शीलहरू अब भ्रष्ट हुन्छ। त्यही कारणले गर्दाखेरि भन्ने भनाइमा के छ भन्दाखेरि अब होइन, अब बोधिसत्वको समूह र बोधिसत्व समूह त वज्रयानको समूह चाहिँ महत्त्वपूर्ण हो, यसलाई अनि समाउन सक्यो भने प्रतिमोक्षको शील समूह पनि अनि एक किसिमको सुरक्षा हुन्छ भन्ने भनाइ पनि छ कि। त्यही कारणले गर्दाखेरि भिगितोर्जुनले के भन्नुहुन्छ भन्दाखेरि अनि यसरी चाहिँ ठुलो छाती फुलाएर अब भोटमा विद्वानहरूले भन्ने गर्छ। अब यो चाहिँ अब यो एकदम भोटको जुन बौद्ध मार्ग अत्यन्त यो महत्त्वपूर्ण एउटा स्रोत देख्दछु, किन भन्दाखेरि अरूभन्दा विशेष रहेको छ। अब महायान भए पनि वज्रयान जे भए तापनि होइन, अब एकजना मान्छेले अभ्यास गरिसकेपछि के हो त अनि यसको सुरक्षा गर्ने होइन, यसको शीलहरू अनि कुन त्याग्ने हो कुन लिने हो भने अनि कुरामा चाहिँ अब हामीले ध्यान दिनुपर्ने अत्यन्त जरुरी देख्छ। त्यसै कारणले गर्दाखेरि अनि पहिला अनि भोटमा चाहिँ अनि अत्यन्त सिद्ध पुरुषहरू, पोक्त पुरुषहरू, विद्वान पुरुषहरूले अनि तीन प्रकारको शीलमा चाहिँ धेरै विश्लेषण र विमोचन गरेको छ। अब साके परिणतले रचना गर्न धमसुम रहेछ, धमसुम रवे भनिन्छ होइन, धमसुमको विभागहरू अब निम्न सम्प्रदायमा हेर्ने हो भने अब अङ्गडी पेन्सिनद्वारा रचना गर्नुभएको धमसुमको विषयमा छ, तीन शीलको विषयमा। अब घेलुको सम्प्रदायमा हेर्ने हो भने अब खेरु थम्जे खेम्बाले रचना गर्नुभएको अब धमसुमको तीन शीलको विषयमा छ। अब काग्युको सम्प्रदायबाट हेर्ने हो भने अब अनि विशेष गरी अनि यो तगलुङ काग्यु भनिन्छ होइन, अनि यो तगलुङ काग्युको अब विशेषता मान्छ होइन यो तीन शीलको विषयमा। अब कमसङभित्र पनि अब धमसुङ नमिए भनिन्छ होइन, अनि यो ngरी पेन्सिनद्वारा रचना गर्ने धमसुङ नमिए भने यसरी अब त्यसमा अब विशेष जोड दिन्छ होइन। अनि यसको श्लोक र अनि व्याख्या अनि दुवै नै रहेको छ कमसङमा। अनि यसमा हामीले हेर्यो भने अनि धमसुङ भने बित्तिकै तीन शील भने बित्तिकै अनि पूर्व विद्वानहरूले अत्यन्त अनि जोड दिनुभएको, अत्यन्त चासो र महत्त्वपूर्ण एउटा प्राथमिकता दिनुभएको एउटा मान्दछ। अनि यो तीन शीलको अब मुख्य सारहरूमा होइन विद्वानहरूले धेरै यसमा समीक्षाहरू विवेचनहरू राख्नु भएको छ। अनि यसमा अब कसरी ग्रहण गर्ने यो शीलको विषयमा बताउँदाखेरि व्याख्यामा फरक फरक छ। तर जे भए तापनि के हो त अनि जे भए तापनि हामीले यो अनि भोटमा अब भोटको अब बौद्ध धर्म सम्प्रदायमा चाहिँ अब के हो त अब हामीले महत्त्वपूर्ण ठान्दछौँ। यो महत्त्वपूर्ण ठान्न मात्रै हुँदैन होइन, होइन हामीले एक पक्षबाट धेरै अब मोटो कुरा गर्छौँ होइन, अरूलाई लट्ठाउने कुरा गर्छौँ। तर महायानको अभ्यास के हो, त्यसको मुख्य शिक्षा के हो होइन, त्यसको भित्र छिरेर जाँदाखेरि अलिकता अनि त्यसमा अब नमिलेको होइन। अब महायान हिनायानमा त अलिकता फरक भएको हुँदाखेरि होइन, जुन अब अपनाउनु पर्ने कुराहरू निषेध गर्नुपर्ने कुराहरू होइन फरक फरक हुन्छ होइन। त्यसको विषयमा चाहिँ हामीले अब थाहा भएन भने याद गरेन भने हामीलाई धेरै नै गाह्रो हुन्छ र त्यसमा अब के हो त मिथ्या दृश्य उत्पन्न हुने हुन्छ। अनि त्यसमा के हो त त्याग्ने र लिने कुराहरूमा अब हामी अन्धविश्वासमा फस्छौँ र मिथ्या दृश्यमा फस्ने हुँदाखेरि हामीले यसमा जोड दिनु अत्यन्त जरुरी छ।
랑도 친질로도 죄야 근데 인가 여봐. 근데 야데서 계속 있어. अब अब मिग्यो चाहिँ जस्तोलाई अब हेर्ने हो भने होइन उहाँले अब उहाँको अब जुन मिग्यो चाहिँ उहाँको इच्छामा के छ भन्दाखेरि होइन जुन थेरावादाबाट अब उत्पन्न भएको अब के हो त अब विनयबाट उत्पन्न भएको शिलाहरू होइन त्यो चाहिँ विशेष गरी उहाँले अब अभ्यास गर्नु हुन्थ्यो त्यसलाई नै उहाँले अब महत्त्वपूर्ण दिनुहुन्थ्यो अनि जुवाने जोएगे लाभसतिजो लाभनङ गरेस अनि एक किसिमको थेरावादाबाट उत्पन्न भएको प्रतिमूर्ति शिला अब एक किसिमको के हो त उसलाई अब बोक्ने सक्ने क्षमता छ उसले लिन सक्ने क्षमता त्यसको शिला दिन प्रदान गर्नुहुन्थ्यो भने बोधिसत्वको अब धर्मको अब एक किसिमको उहाँले भारी चाहिँ उहाँले अब लिन सक्ने क्षमता त्यस्तै नै ज्ञान प्रदान गर्नुहुन्थ्यो त्यसै गरी वज्रयानको अनि वज्रयानको अब एक किसिमको अब 상하가 줘발이야 라버즈게레스 드리는 도나 지 दुईजना वज्रयान शिक्षाको भार वहन गर्न सक्नेहरूको लागि उहाँले तिनीहरूलाई त्यही परम्पराको आचरण कसरी तालिम दिने भन्ने विषयमा उहाँले सिकाउनु भयो हुन्थ्यो उहाँले अब उनीहरूको अब सोच अनुसार उनीहरूको अब योग्यता अनुसार कतिको अब विद्वान थिए कतिको उहाँको बुद्धि छ होइन बुद्धि अनुसार मत अनुसार यसरी उहाँले प्रदान गर्नुहुन्थ्यो उनीहरूले जम्मा गरेको मत अनि जुन अब स्तर छ ज्ञानको अनुसार उनीहरूलाई नि व्यक्तिगत गर्ने र नगर्ने अब गर्न अब सिकाउनु हुन्थ्यो उहाँले अब तिनीहरूलाई पुरा गर्न नसक्ने शिक्षाको ठुलो बोझ बोक्नु भएन र बुद्धिमानी अब एक किसिमको जुन आफ्नो बुद्धिमानी अनुसार आफ्नो योग्यता अनुसार उहाँले अब त्यसरी ज्ञान दिनुहुन्छ जस्तै कि उदाहरण राख्नु गर्दाखेरि अब एउटा बुद्धिमानी आमाले आफ्नो छोरालाई अब हुर्काए चाहिँ व्यवहार गर्नुहुन्थ्यो हैन जुन चाहिँ अब भर्खर बाल्यकाल भनौँ न एक किसिमको सानो छँदाखेरि अब एकदम पौष्टिक त खानाहरू खान सकिँदैन आमाले सबै छानेर त्यसलाई होइन सारो सबै कमालो पारेर चपाएर हुन्छ कि त्यसलाई कुटेर पिटेर हुन्छ कि त्यसरी आमाले आफ्नो छोरालाई हुर्काए चाहिँ मिग्यो तोर्छेले पनि आफ्नो बुद्धिको योग्यता अनुसार आफ्नो शिक्षा आफ्नो बुद्धि अनुसार अनि कस्तो उसले ठेक्नु सक्छ बुद्धको ज्ञान त्यही अनुसार उहाँले अब प्रदान गर्नुहुन्छ त्यही कारणले गर्दाखेरि अब जुन अब नानीले अब ठुलो मान्छेले खाने चाहिँ अब सानो मान्छेलाई अब दियो भने उसलाई धेरै गाह्रो हुन्छ त्यस्तै किसिमको बुद्ध ज्ञान पनि अनि एकदम तल्लो तहको जुन भर्खर सिक्दै गरेको बौद्ध मार्गीलाई चाहिँ ओजनदार वज्रयानीको ज्ञानहरू दियो भने उसले अब ठेक्नु सक्दैन त्यसै कारणले गर्दाखेरि अनि रूप रङ्ग तालमेल अनुकूलता अनुसार योग्यता अनुसार उहाँले ज्ञानहरू दिनुहुन्छ जस्तो कि अब भनौँ न अब यो प्रतिमोक्ष समवारा बोधि चित्त समवारा वज्रयानको समवारा तीन प्रकारको शिलाले अब जुन अब सुरक्षा गर्न सक्ने त्यसलाई अब आफूले अब लिन सक्ने त्यस्तो अब योगीहरू छ भने होइन लागि जबसम्म तिनीहरूले आफ्नो र अरूको धारणलाई परिवर्तन गर्न सक्दैन अनि उहाँहरूले अब तिनीहरूलाई अरूको लागि निम्न प्रतिज्ञाहरू शिलाहरू उल्लङ्घन गर्ने आचरणमा संलग्न हुन दिनु भएन होइन अब एक किसिमको मान्छेले भन्छ नि अब तल्लो तहको अब यो प्रतिमोशीलमा अब यसमा दूषित भयो भने पनि अब केही फरक पर्दैन किनकि बोधि चित्त शिला र वज्रयानको शिलामा चाहिँ अब दूषित हुनु हुँदैन माथिल्लो तहको शिला चाहिँ बलवान हो भन्ने पनि छ त्यही कारणले यसरी एउटा कुरामा अनि लट्ठा पारेर एउटा कुरामा यसरी अब कुरा लगाएर होइन कुरामा कुरा बनाएर होइन एक किसिमको आफूले शिलालाई सुरक्षा गर्न सकेन त्यसलाई आफूले पालना गर्न सकेन भने अनि विभिन्न कुराहरू यसरी हामीले कुरा बनावट गर्नु हुँदैन भनेर यसरी बताउनु हुन्छ त्यही कारणले गर्दा यसरी अनि व्याख्या गर्नुभएको छ
अनि म बुद्ध धर्म फैलाउने छु, म चेलालाई समक्षम बुद्धको बोधीमा लगाउने छु भने यसरी अनि लट्ठ पारेर यसरी अरूलाई मिठो कुरा लगाएर अनि शिलालाई पालना गरेन भने यो अनर्थ कुरा हो। यो कुनै अब सार नभएको तत्त्व कुरा हो। यो तत्त्व नभएको एउटा फाइदा नभएको बेफाइदा यो वायत कुरा हो। त्यही कारणले गर्दाखेरि यसरी उहाँले भन्नुहुन्थ्यो यसरी हैन। अनि यसरी अब योगीहरू हैन, सिद्ध पुरुषहरू हैन, अनि एक किसिमको अब आदि कर्मीहरू हैन, अनि यो अनि बुद्धको ज्ञान प्राप्त गर्नुको लागि हैन, अनि तल्लो तहको वर्गले अब अनि उच्च स्तरको अनि एक किसिमको शिलालाई अब ज्ञानहरू लियो भने अनि त्यो चाहिँ धेरै नै के हो त दूषित भएर जाने, धेरै बिग्रिने, धेरै खतरा हुने सम्भावना हुन्छ। अब योगी हुनुको लागि योगीको स्तरको ज्ञानमा आफू उत्तीर्ण हुनु पर्यो नि, त्यहाँ पुग्नु पर्यो नि। त्यही कारण त्यस्तै किसिमको अब सिद्ध पुरुष भन्छौँ हैन। अब सिद्ध पुरुष हुनुको लागि के हो त एक किसिमको सिद्ध अब साक्षात्कार हुनुको लागि हैन, एक किसिमको अब त्यो ठाउँ पुग्नुको लागि अब आफूमा अब या र अवया एक किसिमको त्याग गर्ने र ग्रहण गर्नेको ज्ञान आफूमा अब शुद्धता छैन भने अब सिद्ध पुरुष त हुनै सक्दैन। त्यही कारणले अनि आफू माथिल्लो तहको स्तरमा नपुगिकन अनि माथिल्लो तहको ज्ञानलाई हामीले ग्रहण गर्यो भने त्यो के हो त अनि त्यो एक किसिमको अनि ज्ञान पनि उत्पत्ति हुँदैन। एक किसिमको अनि माथिल्लो तहको ज्ञानले त्यसलाई आफ्नो बुद्धि र आफ्नो मतिले त्यसलाई अब लिनु नसक्ने हुँदाखेरि धेरै नै दूषित र धेरै नै अब एक किसिमको त्यो चाहिँ के हो त एक किसिमको गिरावट र विकृति भएर जान्छ। त्यही कारणले गर्दाखेरि यो दर्शन चर्या भावनामा जस्तो आफ्नो योग्यता छ, जस्तो ज्ञान छ आफूमा, त्यही स्तरको ज्ञानहरू लिनुपर्ने एकदम जरुरी छ भने यसरी गीतहरू बताउनुहुन्छ। त्यही कारणले गर्दाखेरि अनि यस्तोमा चाहिँ अब यस्तो कुराहरूमा चाहिँ धेरै ध्यान दिनुहुन्थ्यो मिकिदोर्जीले। जुनले साधना गर्न सक्दैन अनि अभ्यास गर्नु सक्दैन, अनि त्यसैले चाहिँ अब अनि म अभ्यास गर्न सक्छु, म यसको ज्ञान थाम्न सक्छु, यसको भार मैले लिन सक्छु भने त्यसरी उसले घमण्ड गरेर यसरी भनेको भरमा यसरी देखावा टीमा अनि यसो यस्तो मात्रै गर्यो भने के हो त अनि आफ्नो सिल र अभ्यास आफूले गर्नै सक्दैन। आफूले गर्नु नसके आफूले अब अभ्यास गर्नु नसकेपछि अनि त्यसको धेरै दोषहरू आफूमा देखा पर्छ। अनि त्यस्तो दोषहरू आफू उत्पत्ति भयो भने यो जीवन मात्रै नभएर अर्को जीवनमा धेरै दोषहरू हुन्छ र धेरै विघ्न बाधाहरू भएर जान्छ। त्यसै कारणले गर्दाखेरि अनि आफूले साधना गर्नु सकेन, आफूले सिद्ध गर्नु सकेन भने अनि मैले गर्दैछु, मैले साधना गर्दैछु अरूमा देखावटी गर्नुभयो भने अनि त्यो चाहिँ के हो त अनि बिस्तारै बिस्तारै क्रमैसँग के हो त अनि आफूलाई नै दोष आउने हुँदाखेरि आफूले क्रमैसँग आफ्नो योग्य अनुसार त्यसलाई सुस्तरी बुझेर अनि जुन आफूले ठेक्नु सक्छ त्यही अनुसारको अनि शिक्षा लिँदाखेरि उपयुक्त हुन्छ, अनुकूल त हुँदछ भनेर मिकिदोर्जीले यसरी बताउनुहुन्छ। अनि मिकिदोर्जीले के हो त भने एक किसिमको क्रमैसँग समयसँग तालमेल खाएर हैन, जुन यसरी मार्गमा यसरी अनि मार्गमा सही मार्गमा दोहोऱ्याउन सक्नु पर्दछ, प्रेरणा दिनु सक्नु पर्दछ भन्नुहुन्छ। त्यही कारणले यदि त्यो मार्गमा जानु नसकिकन त्यो गिरावट हुनुको कारण चाहिँ केमा पुगेको छ त भन्दाखेरि जुन मार्गमा जान नसक्ने हैन, एक किसिमको अभ्यास गर्नु नसक्ने त्यो खेर जाने त्यो केमा त्यस्तो भयो त भन्दाखेरि महान पुरुषहरूले हैन एक किसिमको आफ्नो मार्गदर्शकहरूले अनि कुन चाहिँ अब आफूलाई फाइदाजनक छ, कुन चाहिँ निश्चित कुराहरू आफूलाई फाइदा हुन्छ, कुनले एक किसिमको अब दिएको समयसम्म फाइदाजनक हुन्छ, कुनले क्षणिक कालमा फाइदा जनाउँछ हैन।
हैन अब दुईटा कुरा भन्नु छैन अरूलाई के हो त अनि प्राणी हित गर्ने नभए अरूलाई हानि नोक्सान नपुर्याउने दुईटा कुरा भन्दा छैन त्यही कारणले गर्दाखेरि अनि अरूलाई अब प्राणी हितको लागि राम्रो काम गरे भने यस्तो अब किसिमको फाइदा हुँदछ भनेर भित्रैबाट उसलाई व्याकृत गराउनु पर्यो सिकाउनु पर्यो त्यस्तै गरी अनि अरूलाई हानि नोक्सान गरेन भने यस्तो फाइदा हुन्छ भनेर यसरी यस्तो लाभदायक हुन्छ भनेर नि भित्रैबाट निश्चित ज्ञान अनि अनि यसरी अब मार्गदर्शक देखाउनु भयो भने हैन यसरी तपाईले सही मार्ग देखाउनु भयो भने हैन शुद्ध मार्गमा जानको लागि सत्कर्म के हो सत्कर्म गर्नुको लागि प्राणी हितको कर्म गर्ने हो कि अरूलाई हानि नोक्सान नगर्ने कर्म गर्ने हैन त्यही कारणले गर्दाखेरि यस्तो गर्यो भने अब नराम्रो कर्ममा लाने बाटै हुँदैन किनकि उसले भित्रैबाट बुझाउनेको मार्गमा यसरी मार्गदर्शकलाई देखिसकेको हुन्छ हैन यसरी देखाउनु भयो भने के हो त भने उसले दूषित मार्गमा जाने शिर भ्रष्ट हुने कामहरू अनि किनकि उसले गर्दै गर्दैन किनकि भित्रैदेखि उसलाई निश्चित ज्ञान प्रकट भइसकेको हुन्छ त्यही कारणले गर्दाखेरि मार्गदर्शकहरूले यसरी आफ्नो विद्यार्थीहरूलाई शिक्षार्थीहरूलाई यसरी सिकाउनु अत्यन्त जरुरी देख्दछ त्यही कारणले अनि यसको अनि उसलाई चाप्लुसी गर्ने अरूदेखि अब लुछेर खाने यसरी ढाँटेर खाने यस्तो कतै गल्तीहरू हुँदैन त्यसै कारणले गर्दाखेरि विकृतहरूले सदैव अनि यो एक किसिमको के हो त नि आठवटा लौकिक धर्मप्रति लुप्त हुने त्यस्तै गरी अब के हो त स्वार्थको कुराहरू गर्ने यसरी अब अनि आफ्नै अब कुरालाई कसरी खुसी हुने यसरी विकृतले कहिले पनि गर्नु नहुने यो कारणले गर्दाखेरि अब सामान्य मान्छे हो भने के हो त हामीले एउटा आशा हुन्छ हैन अनि अरूको ठाउँमा चाहिँ राम्रो गरेर अनि मान्छेले देख्दाखेरि राम्रो जस्तो बानी लिएर देखाउने तर एक किसिम के हो त अनि मान्छेले नदेख्ने ठाउँमा चाहिँ नराम्रो काम गर्ने हुँदाखेरि हैन यो चाहिँ हामी सबैमा छ हैन तर मिग्योतहरूलाई चाहिँ यस्तो अनि राम्रो मान्छेलाई देखावटीमा राम्रो कस्तो गर्ने तर भित्र चाहिँ अनि एक किसिमको नराम्रो गर्ने त्यस्तो हुँदैन हैन जस्तो कि भन्ने अब मुखमा चाहिँ अब भगवान भन्ने तर बगली सुरा बगेर हुँदैन जस्तै अनि मिग्योतहरू चाहिँ त्यस्तो थिएन बाहिर भित्री केहीमा फरक थिएन उहाँलाई किनकि उहाँलाई अब आशा एक किसिमको उहाँलाई केही अब पाउँछ कि भन्ने इच्छाहरू केही थिएन उहाँलाई त्यही कारणले गर्दाखेरि अनि अब अरू गुरुहरूसँग एक किसिमको अब सम्बन्ध राम्रो छ कि छैन अब एक किसिमको अब अनि कुनैमा पनि उहाँसँग यसरी अब त्यही कारणले गर्दाखेरि उहाँलाई केही पनि त्यस्तो फरक नपर्थ्यो होइन उहाँले कुनै पनि पक्षपात गर्नु नहुन्थ्यो होइन त्यही कारणले गर्दाखेरि यसरी सबैलाई यो स्पष्ट रूपमा स्पष्ट थियो कि कुनै हिसाबले उहाँमा कुनै छल कपट वा छल हात एक किसिमको संसारिक कुराहरू स्वार्थको सम्बन्ध थिएन उनले एकान्तमा नराम्रो व्यवहार गर्ने जस्तै अब एक किसिमको भिक्षु अब एक किसिमको आफ्नो भिक्षुको सामुमा अब असल देखाउने कहिले अब गर्नु भएन त्यसैले उनी 100 जनाको भिडमा भए पनि एक्लै भए पनि शरीर बोली मनको व्यवहार कहिले पनि अब हडबडी फरक आएन यसरी अनि उहाँलाई अब अनि यसरी उहाँलाई अब उहाँले मानिसहरूलाई भित्री रूपमा शुद्ध वा अपवित्र राम्रो वा खराब प्रभावशील वा तुच्छ घनिष्ठ वा टाढा राम्रो भनेर फरक व्यवहार अब कहिले पनि यसरी नगर्थे उहाँले सदैव अब अनि सबैमा एक नाश काम गर्नुहुन्थ्यो उहाँले उहाँ एकदम सिधै सिधा अब काम गर्ने एउटा व्यक्ति हुन्थ्यो
अब मित्र वा व्यक्तिगत परिचित अब एक किसिमको हैन प्रिय अब मानिसहरू रूपमा नजिक वा दुश्मनी जे भए तापनि आक्रोश छैन उहाँ सधैँ पुनः त्यहाँ सिधा हुनुहुन्थ्यो उहाँले सत्य व्यवहार गर्नुहुन्थ्यो आफ्नो बोली प्रवर्तन गर्नुहुन्थ्यो उहाँले खराब आयो भने आफ्नो मन लुकाएर कहिले पनि परिवर्तन गर्नु भएन उहाँले उहाँलाई अब कहिले कुनै शङ्का वा आरक्षण थिएन उहाँले जे भने सिधै भन्नुहुन्थ्यो उहाँको सेवा गर्न जाँदा होसियार र डराउनु पर्ने आवश्यक थिएन उहाँलाई यो आश्चर्यजनक थियो अब अब उहाँले अब जुन अब काम गर्दाखेरि डराउनु पर्ने केही पनि थिएन उहाँसँग होइन के मान्छेले भन्ला कि भन्ने किनकि उहाँले अब कुनै पनि नराम्रो काम कहिले गर्नु नहुन्थ्यो होइन यो आश्चर्यजनक थियो कि उहाँ सहज रूपमा विश्वास उत्पन्न सहज रूपमा उहाँ एक किसिमको विश्वासशील हो र एक किसिमको सत्कर्ममा अब उहाँ अघि सर्नु भएको थियो लुकाउनको लागि कुनै गल्ती थिएन अनि गोप्य राख्नको लागि केही थिएन उहाँले घनिष्ठ व्यक्तिहरूसँग अब व्यक्तिगत साथीहरूलाई कहिले भेदभाव गर्नु भएन उहाँको भित्रीमा थोरै दुःखहरू पनि थिएन केही दुःख थिएन महसुस गरेकी चिजहरू जस्तो सुकै देखिन्छ होइन उहाँको अब के हो त एक किसिमको अब जुन अब सानो नानीहरू जस्तो एकदम भित्रैबाट हाँस्ने एक किसिमको होइन अनि उहाँको अब सानो नानीहरूको अब किसिमको त्यस्तै अब उहाँको चरित्रहरू थियो होइन अनि अब उहाँले सबै अब यो संसारिक धर्महरू के हो त एक किसिमको मायाजाल जस्तै अब उहाँले साक्षात्कार गर्नु भएको हुँदाखेरि जे काम गरे पनि के हो त एक किसिमको अनि नानीहरू जस्तो यसरी उहाँले अब काम गर्नुहुन्छ नानीहरू जस्तो गरेर सानो बालकहरू जस्तै अनि उहाँले कुनै भ्रमको खेल खेल्न नहुन्थ्यो त्यसैले उहाँको आफ्नो समय धेरै सानो बच्चाको रूपमा जस्तै बिताउनु हुन्थ्यो आफ्नो सबै छेउका दलहरूको सबै मानिसहरू चाहे वा उच्च निम्न उहाँले यो विचार राख्नुभयो कि यसले अशुद्ध काम गरेको छ वा यो अपराध गरेको छ कसैले पनि उहाँलाई यसरी बोलेको सुनेको थिएन र उहाँलाई भन्नु नसक्थ्यो किनकि उहाँले त्यसो गर्नु नहुन्थ्यो अनि जुन मिखितहरूप्रति उहाँ सबैले उहाँलाई विश्वास गर्नुहुन्थ्यो किनकि उहाँ एकदम सत् पुरुष होइन उहाँ एकदम परम पुरुष हो उहाँसँग कुनैमा भेदभाव र एक किसिमको कुकर्म गर्ने उहाँसँग केहीमा थिएन भन्ने अनि एक किसिमको समग्र त्यहाँमा हुने प्राणीहरू यसरी अब सब बसेको थियो राम्रो कामको त्यही कारणले गर्दाखेरि अब भोटको एउटा उखानमा छ होइन के त अलिकति थोरै छर्लङ्गा देख्छ कि त अनि एक किसिमको अब होइन पहिलोचोटि देख्दाखेरि अब यसको रूपरङ्ग देख्छ होइन धेरै अब एक किसिमको दिन लगाएर उसलाई हेऱ्यो भने त्यसको कुराहरू सबै झन् स्पष्ट रूपमा देखिन्छ भनेको छ त्यस्तो किसिमको होइन नभए अनि 3 दिन नभए एकैचोटि देखेर उसको रूपरङ्ग देख्छ नत्र भने के हो त एक किसिमको 3 दिन पछि उसको बानी व्यवहारहरू थाहा हुन्छ भने यसरी अब एउटा अब उखान पनि छ भोटमा अब जो उहाँहरू अब जुन अब मिखितहरूसँग धेरै बस्दा होइन उहाँहरूसँग अब धेरै अब सम्बन्ध गरी अनि मान्छेले के हो त धेरै बलियो श्रद्धा भक्ति र विश्वास यसरी उत्पन्न हुँदै गयो किनकि उहाँ सत्पुरुष र उहाँको कर्म पनि सत्कर्म गर्नु हुँदो रहेछ मान्छेमा अब छाप बस्यो अब जे भए त पनि छोकरे भन्नुपर्दाखेरि अनि उहाँसँग कुनै गल्ती नभएको हुँदाखेरि होइन अनि मैले अब केही अब एक किसिमको अब यसमा चाहिँ म डराउनु पर्छ होइन योदेखि म डराउनु पर्छ भने त्यसो केही नहुन्थ्यो उहाँसँग किनकि आफूसँग अब के अब गल्ती छ कुनै कमी कमजोर दुखाउनु पर्ने हुन्छ होइन
जस्तो कि अब अनि जस्तै बुद्धलाई सुवामे भन्नमा सुन्नुहुन्छ जुन अब पालना गर्नु नपर्ने तिनवटा कुराहरू छ होइन भनिन्छ त्यस्तो किसिमको अनि चेलाहरूले पनि अनि मिग्यो धुर्जेलाई चाहिँ कुनै पनि त्यस्तो लुकाउनु पर्ने कुराहरू केही पनि थिएन भने चेलाहरूले भन्नुहुन्छ होइन मिग्यो धुर्जेले सङ्घ गर्नुपर्ने एक किसिमको सन्देह गर्नुपर्ने केही पनि छैन भनेर चेलाहरूले बताउनुहुन्थ्यो होइन अब प्रत्यक्ष रूपमा अब सिधै सिधै हुन्थ्यो प्रत्यक्ष रूपमा जे छ त्यही नै किसिमको ढाकछोप लुकाउने गल्तीहरू केही उहाँमा नहुन्थ्यो किनकि उहाँले गल्तीको कुराहरू कहिले पनि उहाँले त्यसमा नफस्थ्यो मिग्यो धुर्जेले सिधै सिधै अनि मिग्यो धुर्जे पनि एक मिग्यो धुर्जे अथवा उहाँको चेलाहरूले पनि एक किसिमको यो गल्तीमा गल्ती हो यो गुणमा गुणै हो यसलाई त्याग गर्नुपर्छ यो लिनुपर्छ भन्ने यसरी अब अनि मिग्यो धुर्जेले सिधै सिधै भन्नुहुन्थ्यो अब चेलाहरूलाई अनि अनि दोष र गुणको परिचय प्रत्यक्ष रूपमा हाम्रो चेलाहरूले बताउनुहुन्थ्यो र यो दोष हो यो तिनीहरूको दोष यो हटाउनुहोस् र उनीहरूलाई गुणहरू प्राप्त गर्नुहोस् र यो यस्ता गुणहरू हुनुको कारण यो हो भने यसरी प्रत्यक्ष रूपमा अब चेलाहरूले मानिसहरूलाई पनि उहाँले बताउनुहुन्थ्यो मानिसहरूलाई दुःखहरूमा काम गर्नबाट रोक्नको लागि यो भन्दा राम्रो तरिका अरू कुनै छैन होइन यो चाहिँ आफूमा दोष होइन आफूमा दोष नभएको कारणले गर्दाखेरि यो दोष हो यो गर्नु हुँदैन भने यसरी भन्नुहुन्थ्यो होइन यदि दोष हो भने यसरी भन्नु नसक्थ्यो एक किसिमको अब ढुबोकुनाले एउटा पहिला के भन्नुभएको थियो भन्दाखेरि अनि कुनै मान्छेले ढुबोकुनालाई चाहिँ प्रवचन गर्नु भनेर अनुरोध गरेको रहेछ ढुबोकुनाले के भन्नुभएको छ भन्दाखेरि धर्म प्रवचन गर्न सजिलो छैन धर्म प्रवचन गर्न कि त एउटा गल्ती नभएको चाहिन्छ कि त एउटा दोष भएर त भने के हो त भने एक किसिमको त्यसमा चाहिँ अब गल्ती भए तापनि गल्ती नभए जस्तो गर्न सक्नु पर्दछ होइन त्यही कारणले गर्दाखेरि अनि म यो चाहिँ कुरा चाहिँ मैले गर्नु सक्छु किनकि ममा चाहिँ अब त्यही कारणले गर्दा यो दुवै कुराहरू अब देखा पर्ने सबै अब म शुद्धता पनि छैन त्यही कारणले म प्रवचन गर्न सक्दिनँ भन्ने यसरी ढुबुकुलले भन्नुभएको थियो त्यही कारणले अनि कलेजबाट मुक्त भएको एउटा एउटा निश्चित एउटा दृढ ज्ञान हुनुपर्दछ यसरी अब आफू शुद्धता छ भने आफ्नो कर्म सत्कर्म छ भने होइन अनि जस्तो गाउँ ठाउँ स्थानमा बसे पनि आफ्नो देह वचन चित्त के हो त किसिमको अनि साँच्ची नै अब साँच्ची नै वृद्धि भएर जान्छ होइन अनि एक किसिमको त्यस्तो भयो भने के हो त अनि धर्म कर्महरू गर्ने मान्छेसँग मात्रै भेटघाट हुन नत्र भने आफूलाई दोष कलेश धेरै भयो अनि अरूलाई अनि एक किसिमको अनि दोषहरू गर्नु हुँदैन एक किसिमको गल्तीहरू गर्नु हुँदैन भने यसरी देखाउनु भयो भने के हो त त्यो चाहिँ एक किसिमको क्षणिकको लागि राम्रो हुन्छ तर पनि के हो त दीर्घकालीनको लागि धेरै नै हानिकारक हुन सक्छ अनि यही समय एउटा केही जोड्नु मन लाग्यो मलाई यो धामेमाको के अनि धामेमाको एउटा यो यसलाई चाहिँ अनुपमको एउटा पार्ट भनौँ न मिकी दोर्जेलद्वारा लेख्नु भएको दुईटा पार्ट रहेको धामेमाको एउटा योसँग सम्बन्धित भएको हुन्छ यसको विषयमा अनि बताउँदैछु यसको अब यसको 5औं श्लोक मैले बताइसकेँ भने यो अब 6औं श्लोक रहेको छ योसँग धेरै एकदम मिठा सम्बन्ध भएको कुरा के हो भन्दाखेरि अनि यो चाहिँ के हो त भन्दाखेरि अनि
जस्तो कि छैटौं अब यो श्लोकमा चाहिँ अब यो श्यामरपाले अब यसरी अब गर्नुभएको होइन, यसको अब एउटा व्याख्या गर्नुभएको छ त्यसको श्लोकको होइन। यो चाहिँ के हो त, कलेजको पक्षमा चाहिँ जानु हुँदैन होइन, यसको पक्ष गएन भने चाहिँ अनि शील पारमिता हो भन्ने यसरी बताएको छ होइन। जस्तो कि उहाँले दुःख दुष्ट विचारलाई एक पलको मौका दिनु भएन र तिनीहरू उत्पन्न भएमा सबै किसिमको सत्य कुराहरूमा अब आफूमा अब उत्पन्न हुँदैन, नराम्रो कुराले बाँधेर जान्छ। पुण्यको असल मार्गलाई कहिले नसोध्नु, उहाँ एक जाति हुनुहुन्थ्यो जसले फाइदा ल्याउनु भएमा उहाँले प्रार्थना गर्दछु भनेर यसरी बताएको छ। यसलाई अब व्याख्या गर्नु पर्दाखेरि संक्षिप्तमा दुष्ट विचारलाई एक पलको मौका दिनु, एक पलको अब मौका दिनुभयो भने शब्दहरूको छोटो झल्को दिन यदि घृणा जस्ता कुराहरू उत्पन्न हुने हुन्छ होइन, उसले अब प्रेम दया जस्ता प्रतिरोधकहरूको बाध वा बाँध निर्माण गर्यो भने बढी बढप र ठुलो उसलाई के हो त किसिमको अब सत्य ज्ञानको अब उत्पत्ति हुन्छ। जस्तो कि अब के हो त किसिमको धेरै खोला नाला बढी आयो भने त्यसलाई अब के हो त अनि आफूले बार लायो भने खोला नाला भित्र छिर्दैन, त्यस्तै किसिमको। अनि शीललाई चाहिँ कस्तो, शील भनेको राम्रो नियमलाई भन्ने शुद्धता, यो चाहिँ के हो त भन्दाखेरि अनि जुन एक किसिमको कलेजको नदीहरू आयो भने त्यसलाई चाहिँ अब रोकथामको लागि चाहिँ अनि एउटा सत्कर्मको एउटा नाका जस्तै हो भन्ने बताएको छ। सद्गुणको असल मार्गहरू जस्तै विवेक आदिलाई कहिले नछोड्नुको अर्थ उसले कहिले त्याग्नु हुँदैन भनेको कुरा बताउँछ। त्यसो भएको अर्थ म यो आध्यात्मिक मित्रलाई बिन्ती गर्दछु, आध्यात्मिक मित्रलाई बिन्ती गर्दछु जसले अरूलाई फाइदा पुर्यायो भनेर यसरी बताएको छ। अब पाउ चुला ठाउँले अब छुजुङ के गर्छ के लेखेको छ त भन्दाखेरि अब जुन अब तीन दोषद्वारा अब तीन दूषित कर्मद्वारा गरिएको कर्म सबै के हो त अब नराम्रो र बाहिर राम्रो हुँदैन भनेको छ हैन। तीनवटा बीचको प्रेरणाद्वारा सञ्चालित कुनै पनि कार्य पूर्णतया नकारात्मक हुन्छ, पूर्णतया अधर्मी हुन्छ भनेको छ। अब यस जीवनको लागि कार्यहरू प्रेरणाहरूले भरिएका व्यक्तिहरू सद्गुण देख्न सक्छन्, तर अब सद्गुण देख्न सक्छन् तर पनि के हो त सद्गुणको कर्ममा अभ्यास हुनुपर्दछ भनेको छ हैन। बाहिर देख्दाखेरि अब बाहिर देख्दाखेरि धर्म गरेर देख्छ तर पनि उसको विचार चाहिँ अब कुविचार उत्पन्न भयो भने के हो त खुकुरो धर्म हो भने आफ्नै खातिर शान्तिको चाहनाबाट प्रयास गर्नु अस्थायी निर्माणको कारण हुनुभन्दा बाहिर जान सक्दैन। त्यसैले यी सबै झुट र निम्न अभिप्रायहरू कष्ट वा दुष्ट विचारहरू भन्ने अनि वाक्य अंश भित्र समावेश गरिएको हैन। अब आफू मात्रै सुख शान्ति चाहने इच्छाले किसिमको व्यक्ति मोक्ष प्रति अनि मोक्षतिर गयो भने यो चाहिँ सम्यक बुद्धको ज्ञानतिर मर्दैन भनेको छ। किनकि यो चाहिँ अब सर्वका र प्रत्येक बुद्धको मोक्ष भाइ सम्यक बुद्धको ज्ञानमा कहिले पनि ज्ञान प्राप्त हुँदैन भने, किनकि यो स्वार्थ चाहने ज्ञान भयो चाहिँ। किनकि म मात्रै सुख चाहन्छु, म मात्रै मोक्ष प्राप्त गर्नेछु भने यो चाहिँ यसले चाहिँ कहिले पनि सम्यक बुद्धको ज्ञान अनि किसिमको अनि ज्ञान उदय हुँदैन। त्यही कारणले गर्दाखेरि यसमा चाहिँ के चाहिँ ज्ञान थुक्रा मेगेजिङ भनेको छ आफ्नो मनमा एक पलको लागि पनि यस्तो मनसाय नकारात्मक अनि कुराहरू अनि
उत्पन्न हुनु दिनु हुँदैन भनेको छ जस्तो कि यो चाहिँ आफू मात्रै मोक्ष प्राप्त गर्ने सोच निम्नताको सोच हो त्यसै कारणले गर्दाखेरि अब मिग्यु तर्सेको इच्छामा चाहिँ अलि सानो सोच चाहिँ अलिकता पनि निम्नताको सोचहरू उत्पन्न भएको छैन भनेको छ जस्तो कि अब यदि बोधिसत्व बुद्धत्व जागृतको जागृतिको लागि उहाँ प्राप्त हुने इच्छा हुँदाखेरि क्रोध र देश रिस गरी तीन प्रकारका विचारहरू दुष्ट मारका उत्सर्जन र सन्देशवाहकहरूबाट उत्पन्न हुन सक्छन् भने सम्भव देखिन्छ तर त्यसैले त्यो क्षयमा तिनीहरू खण्डन गर्ने एक किसिमको अब विभिन्न यसलाई हामीले प्रतिपक्ष भन्छौँ होइन जुन चाहिँ आफूलाई अब एक किसिमको बोधि समेक्षम बुद्धको ज्ञान प्राप्त हुनको लागि आफूलाई मारहरू आयो भने के हुन्छ त्यही बेलामा के हो त जरैबाट अब प्रतिपक्ष लगाउनु पर्दछ हटाउने प्रतिपक्ष लगाउनु पर्दछ होइन यसलाई सुनजिमित्व भन्छ जरादेखि अब हटाउने प्रतिपक्ष त्यसलाई हटाउनु पर्दछ अब थक्सिमी भनेको चाहिँ के हो त अनि निर्मूल पारे होइन पूर्ण रूपले निर्मूल पारेको प्रतीक्षाको अब ज्ञानबाट त्यसलाई हटाउनु पर्दछ अनि एक किसिमको के हो त हटाउने प्रतिपक्षद्वारा होइन त्यसलाई चाहिँ अब एक किसिमको अनि हटाउनु पर्दछ यसरी मूल स्रोत नै हटाउनु भयो भने यसरी मारहरूले दुःख दिँदैन भनेको छ त्यही कारणले गर्दाखेरि अनि पहिलो मध्यमता अनि अन्तिममा पनि यसरी विभिन्न प्रतिपक्षद्वारा मारहरूलाई हटाउनु भयो भने सबैमा अनि के हो त सधैँ नै कल्याण हुने ज्ञानहरूको उदय हुँदछ भने जस्तो कि अनि बुद्धको एउटा शरीरमा अब जस्तो सुकै ठाउँमा भने अब जस्तो कि अब जस्तो कि बुद्धलाई एकपट्टिबाट अब तेल खसेर एक किसिमको मसाज गर्ने होइन अर्कोबाट अब छुरी प्रयोग गर्यो भने अब मिग्यु दोर्जेले एक किसिमको बुद्धले चाहिँ त्यो दुईजना प्रति अलग अलग चित्तहरू उत्पन्न हुँदैन एउटाले माया गर्यो एउटाले मलाई नराम्रो गर्यो भने यसरी कहिले पनि उहाँले अब यसको नराम्रो बीचहरू अब सोचहरू यसरी उत्पन्न हुँदैन किनकि दुवैमा दया मायाको ज्ञान उत्पन्न हुन्छ त्यस्तै किसिमको अब हामी हो भने के हो त अब अरूले नराम्रो तितो बोली बस्न गरे एकैचोटि हामी रिस उठ्छौँ होइन एक किसिमको हामी बेखुसी हुन्छौँ तर कुनै मान्छेले प्रसन्न मिठो बोल्यो भने हामी कति खुसी हुन्छौँ होइन तर बोधिसत्वहरूलाई चाहिँ महान बोधिसत्वहरूले आर्य बोधिसत्वहरूलाई चाहिँ के हुन्छ एक किसिमको अनि तितो शब्द बोले पनि मिठो शब्द बोले पनि उहाँलाई अब एक किसिमको अब उहाँलाई आसक्त र रिस देश लोभ नभएको हुँदाखेरि अब छुरी एक किसिमको औजार बर्साए तापनि फुल खोप वृष्टि गराए तापनि उहाँलाई केही फरक पर्दैन सबैमा दया मायामा कहिले पनि गिरावट हुँदैन यस्तो सोचकोलाई चाहिँ आर्य बोधिसत्व प्राप्त भएको आर्य बोधिसत्व भनिन्छ भने यसरी भनेको हुन्छ त्यही कारणले गर्दाखेरि अब मिग्यु दोर्जेले चाहिँ के हो त एक किसिमको जस्तो सुकै मान्छेले अब नराम्रो गरे पनि नराम्रो जे गरे पनि जस्तोले पनि अब फाइदा लगाउने फाइदा निक गराउने बाहेक कसैले हानि नोक्सानी चाहिँ पुर्याउनु हुँदैन हाम्रो पाउँछ त्यही कारणले नि अनर्थ कुराहरूमा चाहिँ व्यर्थ कुराहरूमा चाहिँ उहाँले अब अनि समयको अनि खेर फाल्नु नहुन्थ्यो भनेको छ अनि दिन प्रतिदिन उहाँले अब पुण्य कर्ममा उहाँ खट्नुहुन्थ्यो यसमा जुट्नुहुन्थ्यो भनेको छ यो चाहिँ अब अनुपमको यो 6औं श्लोकमा यसरी लेखिएको छ अब म यसलाई आधा घण्टा म यसलाई विश्राम गर्न चाहन्छु फेरि म यसलाई निरन्तरता दिँदै जोड्नेछु अब यो छन्दी पारमिता रहेको छ
यो के लेखिएको छ भन्दाखेरि अब कारण र परिणाम दुवैमा बुद्धका शब्दहरू सुरुमा अभ्यास गर्न सजिलो छ र अन्तमा ठुलो उद्देश्य छ। तिनीहरूको अभ्यास गर्दा हानिको स्रोत होइन। मैले तथागतको शिक्षाप्रति धैर्यताको अभ्यास गरेँ। म यसलाई मेरो राम्रो कामको रूपमा सोच्दछु भनेर यसरी बताउनु भएको छ यो 24औं श्लोकमा। त्यसै गरी मिगी दुर्जीको अब नम्तर लबिठी भनेको छ मुक्ति अब मुक्ति कथाको अब शिक्षणको यो व्याख्यामा के लेखिएको छ त भन्दाखेरि अब बोधिसत्वहरू चाहिँ अब प्राय जस्तो अब अनि प्राणीहरूलाई हित गरे तापनि अनि मैले चाहिँ प्राणीहरूको हित गरेर धेरै जस्तो छपिराखे तापनि अनि अरूहरूले चाहिँ मलाई चाहिँ अब प्रशंसा गर्छ होइन अनि अरूले मलाई कृपाहरू फेरि चुकाउँछ भनेर यसरी अनि आशाहरू नभएको हुनुपर्दछ। कारण के हो त भन्दाखेरि अनि सबै प्राणीहरू चाहिँ अनि प्राणीहरू चाहिँ अब समग्र प्राणी प्रयास के हो त अनि कलेशले रोमलिएको छ। कलेशले गर्दा संसारमा भौतरिएको हुँदाखेरि अनि त्यही कारणले गर्दा प्राणीहरूले अब प्राणी कृपा नचुकाउने अनि एक किसिमको के हो त अनि प्रशंसा नगर्ने हुन्छ। त्यही कारणले प्राणीहरूले अब एक किसिममा प्रशंसा गर्न सक्छ अब तिरस्कार पनि गर्न सक्छ। त्यही कारणले गर्दाखेरि अनि प्राणीहरू अनगिन्ती अब अमुक्त भएको अब कलेशमा गाँचेको हुँदाखेरि होइन अनि उनीहरूले अब दुःख दिने त जरुरी नै हो। त्यसै कारणले गर्दाखेरि अनि यस्तो दुःखले गाँजिएको प्राणीहरूप्रति अनि प्राणीहरू अनि प्राणीप्रति चाहिँ जति अरूले जतिसुकै अब उनीहरूले आफूलाई हानि नोक्सानी पुर्याए तापनि आफूले अरूलाई के हो त अनि जति सक्दो अनि आफूले अब यस्तो दुःख भएको प्राणीहरूलाई दुःख कष्टले ग्रस्त भएको प्राणीहरूलाई म जस्तो एउटा बोधिसत्वले प्राणी हितको लागि सत्य मार्ग भन्नलाई कसले लान्छ त दया माया करुणा बलवान उत्पन्न हुनु पर्दछ। अब प्राणीहरू चाहिँ अब अनादिकालदेखि पापमै अब मुछिएको हुँदाखेरि अनि यो यस्तो प्राणी देख्दाखेरि तिनीहरू मान्छेको दया माया करुणा अब उत्पन्न हुने बाहेक अरू उनीहरूको रिस डाहा देख्दा उत्पन्न हुँदै हुँदैन होइन। उनीहरूले आफूलाई दुःख दिँदाखेरि क्रोध दिँदाखेरि अब उनीहरूप्रति अब रिस उठ्ने त हुँदै हुँदैन किनकि उनीहरूले प्रकृतिको ज्ञानहरू देखिएको छैन। अनि प्राणीहरू जतिसुकै नराम्रो अनि हानि नोक्सानी पुर्याए तापनि क्रूरता प्राणी भए तापनि तिनीहरूले अनि जतिसुकै उनीहरूले नराम्रो गरे तापनि उनीहरूप्रति दया मायाको एउटा स्रोत दया मायाको एउटा पाटो रहेको छ भन्ने यसरी हेरी अनि मिगी धुर्जेको एउटा नम्ताला लापेठी होइन मुक्ति कथाको एउटा व्याख्यानमा यसरी अब बताएको छ शिक्षणको व्याख्यामा। अब मैले अघि अनि बताएको थिएँ अब अनादिकालदेखि प्राणीहरू के हो त यो संसारमा अनि कलेशमा फसेको हुँदाखेरि अनादिकालदेखि संसारमा भौतरिएका छन् अनि विभिन्न पापहरू गरेको कारणले कुकर्महरू गरेको कारणले गर्दाखेरि अनि फसिरहेको छ। विशेष गरी यो कलियुगमा 5 प्रकारको यो कलियुगमा अन्ततको समयमा अनि अब समय सामान्य पहिल्यैदेखि के हो त अब संसारमा भौतरिएको त्यो भित्र पनि के हो त अब
अनि बलवान कलेशले ढाकिएको हुँदाखेरि त्यो कलेशमै रोमणीय कलेशमै एक किसिमको अनि मुछिएको हुँदाखेरि झन् कलियुगको धर्म नफैलिने एकदम युद्ध भएको एउटा मुखमा आएको हुन्छ कलियुगमा आएको हुँदाखेरि धेरै नै दया मायाको अनि एउटा पाटो रहेको छ होइन त्यही कारणले यस्तो प्राणीहरू के हो त अब नराम्रो काममा लाग्ने बाहेक राम्रो काममा त लाग्नु गाह्रो नै छ होइन एक किसिमको भनावटमा चाहिँ मैले प्राणी हितको लागि अब बौद्ध धर्म फैलाउँदैछु भन्छ अनि बौद्ध धर्म म फैलाउँदैछु भने यसरी अब भ्रमित भएर भ्रम फसेर अनि यसरी नाममा चाहिँ बौद्ध धर्म फैलाउने भन्ने तर के हो त अनि किसिमको अभ्यास चाहिँ अनि नराम्रो कालो कर्म गरेर अनि दिन प्रतिदिन अनि लोभमा अनि फसिँदै यसमा दिन प्रतिदिन धेरै कष्ट गरेर धेरै दुःख गरेर अनि जुन व्यर्थ कुरामा अनि दुःखमा खप्ने अनि खप्दाखेरि अब धेरै अब त्यसमा अब अनि लाग्दाखेरि मान्छेहरूले के भन्दाखेरि ओहो उहाँ चाहिँ एकदम महान पुरुष है उहाँ यसरी दिन प्रतिदिन अनि प्राणीहरूको लागि दिन प्रतिदिन उहाँ खट्नु भएको छ यसरी प्रशंसा गर्छ मान्छे होइन यसरी अब भन्ने तर अब मिगी तोर्जीको अब उहाँको अब लीला र उहाँको जीवनी कथा चाहिँ के हो त भन्दाखेरि मिगी तोर्जी चाहिँ के भन्नुहुन्छ भन्दाखेरि अब जे भए तापनि के हो त भने संसारिक कुराहरू पहिला सिद्ध गर्न जम्मा गर्न अत्यन्त गाह्रो र मध्यमा के हो त भने कुनै अब पुरा हुन्छ कुनै पुरा हुँदैन कुनै अब टुङ्गेर त कुनै टुङ्गिँदैन त्यही कारणले गर्दाखेरि यो अनि दुःख पाएको सुखको अलिकता पनि अनुभूति हुँदैन सुख पाउँदा सुख पाए एकदम छाडिक हुँदछ त्यही कारणले गर्दाखेरि संसारको जस्तो धन सम्पत्ति भए तापनि के हो त सबै दुःखको कारण बाहेक अनि यो एकदम राम्रो र यो दीर्घकालीन पाउने यो सुख हो भने केही पनि छैन त्यस्तो छ तर पनि के हो त अनि बौद्ध धर्म चाहिँ के हो त भन्दाखेरि अब के बुद्धको धर्म चाहिँ अनि प्रथम मध्यम अन्तिम सबैमा पूर्ण सबै सुखै सुख हुने हुँदाखेरि अनि त्यही कारणले गर्दाखेरि अनि त्यस्तोमा चाहिँ अब म भिगी दोर्जेलाई ज्यान दिनुहुन्थ्यो होइन अनि यसमा चाहिँ प्राण दिनु खै पनि उहाँले धेरै अब समय खर्च गर्नु धर्मको लागि त्यही कारणले गर्दाखेरि अनि नैरत्माको यो यसरी अब पुण्यता उहाँले अब सञ्चय गर्नु हुँदाखेरि अनि अरूको दुःख देख्दा पनि उहाँले कहिले पनि अब उहाँ अब बेखुसी हुने उहाँ पनि दुःख हुने यसरी अरूको दुःख अरूले दुःख दिँदाखेरि उहाँ कहिले पनि अरूलाई दुःख हानि नोक्सान नदिनुहुन्थ्यो होइन अनि एउटा अज्ञानताले रहित भएको अज्ञानता नभएको अनि पुण्य सञ्चय गर्नुको लागि अनि उहाँले दिन प्रतिदिन यसरी उहाँ खट्नुहुन्थ्यो अनि अनि यसरी यो जीवनमा मात्र नभएर पछिको मार्ग के हो पछिल्लो जीवन के हो त्याग गर्नुपर्ने कुन हो आफूले लिनुपर्ने कुरा कुन हो त्यसमा अब एकदम ध्यान दिएर विश्लेषण गरेर यसरी केलाएर हेर्नुहुन्थ्यो होइन अनि बौद्ध धर्मको मुख्य कुरा चाहिँ उहाँले अब थाहा भएको भित्रीबाट उहाँलाई अब अनुभूति भएको हुँदाखेरि अनि महान परम सुख उहाँले अनुभूति गरिसकेको हुँदाखेरि अनि बौद्ध धर्ममा चाहिँ भित्रैबाट अनि श्रद्धा भक्ति अनि यसरी उदय मनमा चाहिँ यसरी उदयको हुँदाखेरि त्यो कारणले गर्दाखेरि अनि बौद्ध धर्म सद्धर्म बाहेक अनि त्यो बाहेक सांसारिक कुराहरूमा चाहिँ के हो त उहाँले वैरक्ता अनि चलेर अनि सांसारिक कुराप्रति भौतिक कुराप्रति कुनै पनि सुख शान्ति छैन क्षणिक बाहेक अनि दिगो कालको सुख छैन भनेर यसरी उहाँले बारम्बार गर्नुहुन्थ्यो र त्यही मार्गमा लाग्नुहुन्छ
अनि बुद्ध वचन बौद्ध शास्त्र बौद्ध शास्त्रमा के अनि लेखिएको छ त्यसलाई चाहिँ उहाँले अभ्यास गर्नु भएर त्यो भित्र कुन चाहिँ त्याग्ने कुरा हो त्यसले दिन प्रतिदिन उहाँ अनि लागि पर्नु भएर अनि धर्म र अनि अधर्मको कुराहरूलाई अनि धर्म र अधर्ममा छुट्याउनु भएर एकदम उहाँले ध्यान दिनुहुन्थ्यो चासो हुन्थ्यो धेरै सावधान भएर अनि अधर्म कहिले पनि उहाँले अघि सर्न कहिले पनि धर्मको काममा उहाँ रात दिन खट्नु अनि आलस्य भएर हेर्ने डुल्ने कहिले गर्न अनि त्यस्तो उहाँले गर्नु हुँदाखेरि उहाँको छेउछेउमा बस्ने अनि छेउछेउमा बस्ने किसिमको अनि चेलाहरूले पनि छेउछेउ बस्ने दानदाताहरूले पनि अनि के भन्दो रहेछ तपाईँले यसरी धर्म मात्रै गरेर काम छैन सांसारिक कुराहरू पनि तपाईँले के कुराहरू यसरी राख्नु पर्दछ यसरी अनि कर्मफललाई अनि यसरी अनि कर्मफललाई एकदम नजिक भएको जस्तो देखेर अनि विभिन्न कुराहरू लाउने गर्थे कुराहरू राख्ने गर्थे हे महान कर्म तपाईँ यसरी धर्म मात्रै लाउनु भयो भने तपाईँले दुश्मन कुन के हो तपाईँले आफ्नो चेलालाई कसरी अब फैलाउने अनेक किसिमको धन सम्पत्ति कसरी आफूले राख्ने होइन पाखा कुन हो काखाको कुन हो दुश्मन कुन हो मित्र कुन हो तपाईँले यसरी चिन्नु नजान्दो रहेछ नचिनिसकेपछि तपाईँलाई एक किसिमको अनि संसारिक कुरामा त संसारिक कुरा तपाईँले जान्नुपर्ने यो जान्नु हुँदैन रहेछ भने यसरी अब भन्ने कुरा थियो अनि कुनै चाहिँ मान्छे के हो त कुनै मान्छेले तपाईँले नराम्रो गर्यो भने दुर्व्यवहार गर्यो भने तपाईँले त्यो मान्छेको लागि तपाईँले अनि सजाय दिने तपाईँले जान्नु नजान्दो रहेछ होइन तपाईँले तपाईँमा ज्ञान छैन यसको ज्ञान छैन रहेछ होइन कुनै मान्छेले तपाईँले नोक्सान अनि छाती नोक्सान पुर्यायो भने तिनीहरूलाई तपाईँले अनि एक किसिमको अरूले गल्ती दोष देखाउँदाखेरि पनि अरूको अनि यो तिम्रै गल्ती हो भनेर एक किसिमको अनि एक किसिमको अरूलाई सजाय दिनुपर्ने त्यो पनि नगर्दो रहेछ आफ्नो धन सम्पत्ति अरूलाई लग्दियो नसोधिकन चोर लग्दियो भने तपाईँले वास्ता नगर्दो रहेछ होइन अनि अरूले प्रशंसा गर्दाखेरि अति महान तपाईँले मान्दाखेरि पनि तपाईँ अरूप्रति अनि मनमा नराख्ने त्यस्तो मान्छेहरूलाई अनि प्रशंसा नगर्ने त्यस्तो केही गर्ने ज्ञान तपाईँको छैन रहेछ होइन अनि त्यही कारणले अनि तपाईँमा अलिकता विचार गर्नुपर्ने सांसारिकको ज्ञानहरू केही पनि छैन तपाईँमा त्यही कारणले तपाईँले यस्तो दिन प्रतिदिन यही गर्नुभयो भने भविष्यमा तपाईँलाई साथ सहयोग गर्ने कोही मान्छे पनि पाउँदैन है तपाईँ एक्लै रहनुहुन्छ है भनेर यसरी अनि एक पक्षबाट यस्तो विचारहरू भिग्यु धुर्जेलाई अब भन्नुहुन्थ्यो होइन कसैले तिरस्कार पनि गर्नुहुन्थ्यो कसैले अब विभिन्न कुरा लाउनुहुन्थ्यो यसरी त्यसै गरी अब उचान भए अनि उचाङ कोही अब यसको अनि कुङपुबाट होइन अनि भिग्यु धुर्जेलाई अब अनि अब त्यति अब भिग्यु धुर्जेलाई अब आदर सत्कार नगर्ने त्यस्तो मान्छे भन्थ्यो होइन त्यही कारणले अनि के भने भिग्यु धुर्जे भनेको चाहिँ एउटा धर्म र संसारप्रति अब एउटा आशा भरोसा रहने केही ठाउँ छैन उहाँप्रति होइन धर्म गर्नुहुन्छ भन्छ तर केही जान्नु हुन उहाँले होइन एउटा हेर्ने ठाउँै छैन एउटा हामीले आधार राख्ने ठाउँै छैन भन्ने गर्दछ होइन यसरी अब तिरस्कार गर्ने कुरा लगाउने यसरी कुरा काट्ने धेरै नै थियो आलोचना गर्ने धेरै नै थियो त्यही कारणले अरूलाई जतिसुकै सहयोग गर्नु भएको भए तापनि तपाईँले अरूको खातिर आफूले गरेको पुरा गरेको कुरालाई मनाउने इच्छा गर्नु हुँदैन तिनीहरूले तपाईँको प्रशंसा तपाईँको आलोचना गरे पनि भावनात्मक प्राणीहरू प्रकृतिद्वारा भ्रमित हुन्छन् त्यसैले तिनीहरूले के गरेको छ भनेर चिन्न सक्दैन त्यसैले चुक्त गर्दैन यसरी आफैलाई अनि अतिमा हानि निम्त्याउँछ तसर्थ तिनीहरूले तपाईँलाई जति हानि पुर्याउँछ त्यति नै तपाईँले सोच्नुपर्छ यदि मैले यदि प्राणीहरूलाई दुखी प्राणीहरूलाई फाइदा पुर्याएन भने कसले गर्छ यसरी अब भन्नुभयो त्यही कारणले गर्दाखेरि
त्यही कारणले गर्दाखेरि अनि अनि आफ्नो आफन्तलाई मात्रै जोगाउने दुश्मनले हटाउने त्यस्तो मात्रै गर्ने हो भने के हो त अनि किसिमको अनि धर्ममा नलागेको केही ज्ञान नभएको एउटा म ठान्दछु जस्तो कि अब घाम लाग्यो भने के हो त किसिमको एउटा नि उज्यालो उज्यालो हुँदै जान्छ ठाउँ ठाउँ त्यस्तै किसिमको अनि अनि त्यही कारणले अरूले चाहिँ अनि यस्तो गर्दाखेरि भिजिटरले अनि के सोच्नुहुन्छ भन्दाखेरि होइन अनि अरूले तिरस्कार गर्दाखेरि उहाँलाई अब आलोचना गर्दाखेरि होइन अनि यसरी अब त्यस्तो बेला चाहिँ उहाँले जति सक्दो अनि के हो त अनि जे भए तापनि म संसारिक प्रति म मुसिदिनँ भनेर यसरी अब उहाँले अब अनि खुसी मान्नुहुन्थ्यो अरूसँग हेर्दाखेरि त म त सत्य मार्गमा गएको छु बुद्धले जे सुनाउनु भएको त्यही मार्गमा गएको रहेछु भनेर उहाँले बताउनुहुन्थ्यो त्यही कारणले एउटा भूत प्रेत भने चाहिँ एउटा कालो शरीर हुने हुनु पर्दैन तपाईँको होइन दारा निकालेको हुनु पर्दैन अनि मिगी धोर्जेलाई अब उहाँको जिल्लामा धेरै अनेक किसिमको विघ्न बाधा पुर्याउने किसिमको प्राणीहरू जे जस्तो भए तापनि एउटा के हो त भन्दाखेरि अब एउटा आफन्त भएर रूपमा आए पनि दुष्ट भए आए तापनि अब एक किसिमको बौद्ध धर्ममा अब विघ्न बाधा पुर्याउने र राक्षस र मारको रूपमै राख्दछ त्यही कारणले गर्दा जे नाम राखे पनि हुन्छ तर राक्षसै भने तर पनि अब भगवानको रूप लिए तापनि राक्षसको रूप जे देखाए तापनि उहाँले चाहिँ बौद्ध अनि प्राणीको लागि अनि कहिले पनि अब अनि उहाँले प्राणी हितको लागि बौद्ध धर्म उहाँले पछि लाग्नु सद्धर्मलाई सत्कार गर्नु चाहिँ अनि उहाँले कहिले पनि छाड्नु भने त्यही कारणले त्यो चाहिँ एउटा उहाँको जीवन कथाको विशेषता कुरा हो भन्ने अब मलाई लाग्दछ त्यही कारणले गर्दाखेरि अनि यो चाहिँ के हो त अनि नराम्रो कुराहरू ज्यादा भयो होइन एक किसिमको अब राम्रो ज्यादा नराम्रो मात्रै ज्यादा भयो भने के हो त अब पनि नराम्रो सोच्न डुब्यो भने चाहिँ राक्षसहरू अब फैलिएको जस्तै हो होइन अनि अब सत्य ज्ञान लोभ हुँदै गएको तर पनि जस्तो सुकै दुःख भए तापनि आफूमा अरूले कष्टले जस्तो दिए नराम्रो कुरा दिए तापनि के हो त अनि सत्मार्गमा अब हटबट नभएर विकृत नभएर लाग्न सक्यो भने यो चाहिँ के हो त अनि यो चाहिँ अब भगवानको जित र राक्षसको पराजित भएको हो देवको चाहिँ अब यो चाहिँ अब विजय भएको हो भनेर ठान्दछु यो चाहिँ अब एउटा लक्षण एउटा सङ्केत हो भने यसरी भनौँ अब चाहिँ यो प्रिय पारमिता यो उद्धम पारमिताको विषयमा बताउन जाँदैछु यसको श्लोक चाहिँ अब गम्भीर र व्यापक रूप गम्भीर धर्मको यो धर्मकाय अनि विचार र एक किसिमको अनि एउटा हाम्रो कार्य जे भए तापनि अब यसलाई चाहिँ यही नै हो भनेर एक किसिमको आसक्त नगरिकन अनगिन्ती प्राणीहरूमा नि सधैँमा आफ्नो शरीर र चित्तले अनि प्राणी हितको लागि अनि समयसम्म बुद्ध भगवानको अनि एक किसिमको काय चाहिँ म सिद्ध गर्दछु पुरा गर्दछु भन्ने एउटा प्रतिज्ञा लिनु चाहिँ यही म राम्रो काम हो भनेर ठान्दछु भनेको छ
अब बुद्धको ज्ञान प्राप्त गर्नुको लागि समक्षम बोधि ज्ञान प्राप्त गर्नुको लागि होइन अनि अब विघ्नबाधा पनि धेरै नै हुँदछ अब यसलाई चाहिँ के हो त भने बोधिसत्वहरूलाई चाहिँ अब यस्तो प्राणी देख्दाखेरि उहाँले धेरै चाहनुहुन्छ अब अब बुद्धत्व ज्ञान प्राप्त गर्नलाई चाहिँ प्राणी हितको लागि अब प्राणी कष्ट हानि चाहिँ किसिमको आफूले अब जसरी भए पनि अब के हो त त्यसले सहनै पर्ने हुन्छ नत्र अरू कुनै पनि अब विकल्प हुँदैन अनि अनि प्राणीले अरूले आफूले अब के हो त हानि नोक्सानी पुर्यायो भने अरूले पनि हानि नोक्सानी पुर्यायो भने के हो यो चाहिँ कर्म र एक किसिमको के हो त भने कर्म मिथ्या कर्म हुन्छ यो अनि अरूले नोक्सान हानि क्षति पर्दाखेरि अब अनि गर्दाखेरि अब आफूले अब अरूले हानि नोक्सान फाइदा र लाभ दिनुपर्ने सट्टामा आफूले अरूलाई पनि हानि नोक्सान पुर्यायो भने यो बोधिसत्वको अब एक किसिमको बोधिसत्व ज्ञानमा पर्दैन त्यही कारणले अनि अरूले हानि नोक्सान गरेको सट्टामा त्यसमा अब अनि आफूले हानि नोक्सानै पुर्यायो भने के हो त अनि यो चाहिँ के हो त यसको कर्म फल चाहिँ दूषित कर्म हुन्छ र यसमा चाहिँ के हो त अनि आफ्नो गल्तीहरूलाई अब सुधार्ने होइन अनि बोधिसत्वहरू के हो बोधिसत्वहरूको एउटा के हो त अनि पुण्य सञ्चय गर्ने कुराहरू अनि समयसम्म बोधिको फल प्राप्त गर्ने अनि भन्छ के हो त यो चाहिँ दुश्मन जस्तो भएर जान्छ किनकि अब फाइदा गर्नुको लाभ दिनुको सट्टामा हानि नोक्सान पुर्यायो कर्म नै दूषित भयो त्यही कारणले गर्दाखेरि अनि त्यही कारणले जस्तो सुकै अनि हामीले प्राणी हितको लागि चाहिँ अरूले हानि नोक्सान पुर्यायो भने त्यसमा सहनै पर्ने सत्कर्ममा लाग्नै पर्ने अब यो चाहिँ यो विकल्प भए बुद्धको ज्ञान प्राप्त गर्नु अरूको कुरा हुँदै हुँदैन त्यही कारणले गर्दाखेरि प्राणीहरू चाहिँ अनादिकालदेखि नै नराम्रो कर्ममा मुछेको हुँदाखेरि होइन अब नराम्रो कर्ममा दिन प्रतिदिन लागेको हुँदाखेरि होइन अनि आकाशमा कुनै पनि सीमा छैन होइन अनि आकाशमा सीमा नभएको अनुसार प्राणीमा पनि अब सीमा छैन होइन आकाशमा अब आकाशको सीमा नभए जस्तै अब कुरु प्राणीहरू कलेशमा मुछिएको प्राणीहरू सीमा छैन त्यसै कारणले गर्दाखेरि त्यस्तो प्राणीहरूले अनन्तमय प्राणीहरू छ अब त्यही कारणले गर्दाखेरि आकाशमा सीमा नभएको जस्तै बुद्धत्व ज्ञानमा पनि सीमा छैन होइन प्राणीहरूको लागि हितको लागि लीला जुन गर्ने कर्म पनि किसिम के हो त अनन्तमय अनि हामीले समयसम्म बोधिको ज्ञान प्राप्त गर्नुको लागि के हो त भन्दाखेरि अनन्तमय कुरूप प्राणीहरू छ त्यो अनि अनन्तमय कुरूप प्राणी हुँदाखेरि उनीहरूको अब उनीहरूको हानि नोक्सानीको अब किसिमको आलोचनाहरू हामीले किसिमको के हो सहनै पर्छ किनकि तिनीहरूलाई मुक्त गराउन लागि नै समयसम्म बुद्धको ज्ञान हासिल गर्ने हो त्यही कारणले गर्दाखेरि अनि जे भए तापनि के हो त अनि आगो बढेको जस्तो एउटा उद्देश्य र एउटा साहस र एउटा के हो त उद्यम एउटा मेहनत चाहिन्छ वीर्य चाहिन्छ त्यो बाहेक अब अनि समयसम्म बुद्धको ज्ञान अब हामीले हासिल गर्न सक्दैनौँ त्यो बाहेकको एक किसिम के हो त भने यो 33 कोटी देवलोक लगायतका विभिन्न यो अनि रूप र अरूप धातुको यस्तो अनि यो त्यहाँ भएको अनि यो समाधिमा मात्रै अब आसक्त भएर अनि लोभले त्यहाँ बस्यो भने अनि गम्भीरता र विशालता दुई प्रकारको बुद्धको काया अनि कहिले पनि सिद्ध गर्न सक्दैनौँ पुरा गर्न सक्दैन त्यहाँदेखि वञ्चित अनि हुँदछ त्यही कारणले अरूले हानि नोक्सानी गर्दाखेरि आफूले पनि त्यसको सट्टामा हानि नोक्सानी फर्काउनु चाहिँ कहिले पनि हुँदैन यो हाम्रो यो गर्यो भने सत्य ज्ञान कहिले पनि उदय हुँदैन भनेको छ
अब सँगै पल्टुपको अब यो यस्तो कि अब अर्थको टिकासँग अब यसरी जोड्ने हो भने 다들 상계 배우기 된대다 자네 쉬위나 आजभोलि कुनै कोही मान्छेले अनि बुद्धको समयसँग बुद्धको ज्ञान अब ज्ञान प्राप्त गर्नको लागि विभिन्न उपायहरू छ हैन अब सूत्र तन्त्र भन्ने कुराहरू छ त्यो भित्र पनि अब वज्रयान भनौँ न एक किसिमको अनि त्यो जस्तो कि अब वज्रयानमा चाहिँ अब एकै जुनीमा एउटा मान्छेले समयसँग बुद्ध ज्ञान हासिल गर्न सक्दछ भने एउटा अनि एक किसिमको भनेको छ हैन अनि त्यसको अब शब्द चाहिँ अर्थ सार चाहिँ नबुझेर अनि तर शब्दमै एउटा भ्रमित भएर अनि त्यो चाहिँ के हो त भने उल्टो त्यसमा गलत भएर भ्रमित भएर अनि त्यसको उपायहरूमा आफूले अनि अनि त्यसमा धेरै किसिमको अब अनि यसको विभिन्न उपायहरू हुन्छ बुद्ध ज्ञान प्राप्त गर्नको लागि हैन अनि धेरै दुःख नगरिकन दुःख कष्ट नगरिकन अब धेरै यसमा परिश्रम नगरिकन अनि समयसम बुद्धको ज्ञान जुन अब धेरै कष्ट नगर्नु पर्ने हैन चित्तबाट अब पार भएको अनि बुद्धको ज्ञान भित्र अनि अब प्राप्त हुँदछ भने यसरी विश्वास गर्नेहरूले के हो त अनि शब्दमै भ्रमित भुलिएको अल्झिएको हो अर्थहरू नबुझेको हो भनेको छ अब यो संसारमा भएको यो अब अनि ज्ञान भनौँ न एक किसिमको ज्ञान बुद्ध चाहिँ कसैले भनिन्छ त झोपी सांख्य समयसम बुद्ध कसैले भनिन्छ भन्दाखेरि होइन जति पनि अब तथाकथित ज्ञानहरू छ त्यसमा के हो त अनि जुन मुक्त भएको कुनै पनि त्यसमा अब ज्ञानको अल्प ज्ञान नभएको त्यहाँदेखि मुक्त भएको त्यसोलाई अब समयसम बुद्ध भने हैन त्यो सबै त्यो त्यस्तो ज्ञान हुनको लागि के हो त अब अब धर्मचक्र फैलाउने भने के हो त भन्दा कुनै पनि ज्ञानमा अब आफूलाई अल्झावट एक किसिमको अड्किने त्यसमा अब शङ्का र सन्देह नभएको त्यो भएको कारणले गर्दाखेरि सबैमा अब ज्ञानले पराकाष्ठ नआएको सबै ज्ञानमा साक्षात्कार भएको हुँदाखेरि त्यसलाई नै धर्मचक्र फैलाउनु भनिन्छ त्यस्तो ज्ञान प्राप्त गर्नुको लागि अब धेरै परिश्रम गर्नुपर्ने होइन अनि सानोतिनो यस्तो ज्ञान प्राप्त गर्नुको लागि सानोतिनो ज्ञानले अल्प ज्ञानले कहिले पनि समयसम बुद्धको ज्ञान प्राप्त गर्न सक्दैन हैन यस्तो दिन प्रतिदिन यो जीवन मात्र नभएर अनादिकालदेखि नै बुद्धको ज्ञानमा आफूले अब एक किसिमको लागि परेन भने कहिले पनि समयसम बुद्धको ज्ञान हासिल गर्न सकिँदैन अब कति गाह्रो छ भने थाहा नभएको कारणले गर्दाखेरि त्यसको ज्ञानको महिमा कतिको छ थाहा नभएको कारणले गर्दाखेरि अनि धर्म साधना गर्नु धर्म गर्नुभन्दा सजिलो छ भनेर यसरी अब सबै अब यो सुविधा राम्रो छ भने यसरी अब एउटा यो जीवनको अब आफ्नो घर परिवार आफ्नो परिवार आफन्तहरूलाई अब भित्राउने होइन दुश्मनहरूलाई पन्चाउने अनि त्यस्तो कुरामा मात्रै लागि अनि एक किसिमको मिठो खाँदैमा लुगा राम्रो वस्त्र लाउँदैमा यसरी अनि धर्म गर्नु सजिलो छ भन्दैमा यसरी अनि सानोतिनो अल्प ज्ञानले समयसम बुद्ध ज्ञान हासिल गर्न कहाँ सक्छ र होइन केही महिना केही हप्ता वर्ष महिनामा अलिकता अभ्यास गर्दैमा रड्दैमा कण्ठस्थ गर्दैमा मिठास्थ बुद्धको वचनहरू बोल्दैमा कसरी हुन्छ त समयसम बुद्धको ज्ञान होइन अनि कोही अब खानपानको होइन एक किसिमको घाँस बाँस कवचको लागि अब प्राणीहरू अब दानदाताहरू के हो त आफूले अब उहाँहरूलाई अब खुसी पार्नु पर्यो होइन अनि अनि सामान्य भनौँ न एक किसिमको सामान्य अब खानपानमा लगिरहने अनि
अनि सामान्य प्राणीहरूलाई चाहिँ किसिमको समय बुद्धको ज्ञानमा लगाउने छ भन्दा भिक्षु बनाउँदैमा हैन सामान्य कुराहरूमा आफूले दान गर्दैमा सामान्य एक किसिमको अभ्यास गर्दैमा अनि बुद्धको ज्ञान प्राप्त हुँदछ हैन भने यसरी यो चाहिँ मेरो कष्ट हो भनेर यो चाहिँ यसमै बुद्धको ज्ञान हासिल गर्नु कष्टमा भ्रमित भएको कष्ट गर्नुमा अनि भ्रमित भएको त्यही कारणले यो जीवनको विभिन्न सम्पत्तिहरू हैन आफूमा अब जुन अब चाहिने इच्छाहरूलाई चाहिँ जुन एउटा संसारको माया मोहप्रतिको इच्छा चाहिँ अब हटाउनु त परिन्छ हैन अनि बुद्धको बौद्ध धर्म सद्धर्म फैलाउनको लागि शुद्धत्व ज्ञान सम्बोधि ज्ञान प्राप्त गर्नको लागि त्रिपिटकहरू शिक्षाहरूको अनि ज्ञानै हटायो भने त्यसलाई त्याग्यो भने अनि यो गर्नु पर्दैन त्यही कारणले कुनै काम नभएको कुशली लगायतका विभिन्न यो घरमा अनि लाग्यो भने सदस्य बुद्ध हुन्छ भने यसरी अब भ्रमितमा फसाउँदै त हास्य लाग्दो कुरा हो त्यही कारणले गर्दाखेरि अनि कुनै मान्छेले के भन्छ भन्दाखेरि अनि कोही मान्छे यो र पछिल्लो जीवनको अनि त्याग गर्ने कुनै लिने कुनै त्यो कुनैमा परिचय कुनैमा त्यसको अब आफूले ज्ञात नभइकन अनि केही ज्ञात नभइकन अनि यो सामान्य एउटा प्राकृतिक मन नै बुद्धको ज्ञान हो बुद्ध नै यही नै हो भने यसरी गलत धारणा विशेष गरेर यसरी टाउको घुमेर त्यसमा भ्रमित भएर अनि अझै मान्छेले के भन्छ भन्दाखेरि अब उहाँ पहिले मैले चाहिँ अब सबै बुद्धहरूको अब विचारहरू सबै बुद्धहरूको मैले धारणा मैले छर्लङ्ग देखेँ यसरी भन्छ त्यस्तो भनेरलाई एउटा करुणाको एउटा पाटो बिचरा हैन किन भन्दाखेरि अब मैले सबै बुद्धको ज्ञानहरू प्रत्यक्ष रूपमा सचेत गरिसके त्यही कारणले मैले अभ्यास गर्नुपर्ने केही पनि छैन सबै मैले ज्ञान प्राप्त गरिसके अनि विभिन्न दुःख कष्ट आयो ढोक गर्ने लगेर विभिन्न कुराहरू गर्नु पर्दैन आफ्नो प्रकृति मनलाई चिन्न सक्यो भने स्वभाव त ज्ञानलाई चिन्नु त्यही नै बुद्ध हो भनेर यसरी अनि त्रिपिटकलाई लात मार्ने तीन शिक्षालाई लात मार्यो भने कहिले पनि बुद्धको धर्म शुद्धता हुँदैन बुद्धको ज्ञान कहिले पनि प्राप्त गर्न सकिँदैन हैन यो चाहिँ के हो त अनि तलपट्टि भिरमा बुद्धको ज्ञान त्रिपिटकलाई फालेको जस्तै हो यस्तो धेरै नै हुँदाखेरि त्यही कारणले निगी तोर्जीले के भन्नुहुन्छ उहाँको सोच्नु के हो त भन्दाखेरि समयसम्म बुद्धको ज्ञान प्राप्त गर्नलाई सानो सोचले हुँदैन हैन सानो परिश्रमले हुँदैन सानो उत्सुकताले पनि हुँदैन छोटो समयले पनि हुँदैन एक किसिमको अल्प कारणले पनि हुँदैन हैन एक किसिमको विषय तुच्छ विषयले पनि हुँदैन थोरै पुण्यले पनि कहिले पनि समयसम्म बुद्धको ज्ञान हासिल गर्नु सक्दैन त्यही कारणले अनि सबै अनि त्यही कारणले यसले कहिले पनि बुद्धको ज्ञान गर्नु प्राप्त गर्न सक्दैन यस्तो सोचहरूले त्यही कारणले अनि प्राणी आकाशसम्मको असीम प्राणीहरू तिनीहरूलाई अब दया दुःख देख्दाखेरि सोच्नै नसकेर भित्रैबाट अनि उत्पत्ति भएको अनि अधिकतम बोधि चित्त महा विशाल विचार अनि यो त्यसै गरी अब बुद्धको बोधि सारको अनि बुद्धको ज्ञान प्राप्त नहुन्जेलसम्म एक समयको छोटो समय अवधिमा त्यसलाई नछाडिकन होइन एक किसिमको व्यर्थ नभएको एउटा सत्यका कुराहरू होइन कहिले पनि एक किसिमको आफूले आलस्य नगरिकन महान उत्सुकता महान धेरै परिश्रम त्यसै गरी अनि पुण्य सम्बर र ज्ञान सम्बर विशालता हुनुपर्ने अनि श्रद्धा भक्ति अत्यन्त गम्भीरता हुनुपर्ने अनि विशेष गरी प्राणी यो संसारप्रति के हुनुपर्ने एक किसिम के हो त अनि वैराग हुनुपर्ने यो संसार माया मोहप्रति एउटा वैरागी चित्त अनेक वैरागी चित्तको प्रकाष्ठ ज्ञान हुनुपर्ने यसले आफू हुनु त्यस्तो कुनै आफूप्रति दया माया लोभ अरूप्रति रिस डाहले मुक्त भइसकेको त्यस्तो अनि अनगिन्ती अपरिमेय ज्ञान अनिवार्य हुनुपर्दछ यो भयो भने मात्र समयसम्म बुद्धको ज्ञानको
खुर्किलामा चढ्न सक्छ यसले समयसम्म बुद्धको ज्ञान हासिल गर्न सक्दछ भने यसरी बताउनुहुन्छ यही कारणले गर्दाखेरि अब यसमा समयसम्म बुद्धको ज्ञान अब कसरी प्राप्त हुन्छ भन्दाखेरि अब एक किसिमको अब वज्रयानको भित्रमा बसे बुद्ध कुरा गर्ने हो भने होइन होइन मान्छेको के हो त नि 60 वर्ष होइन निश्चय ढुक्छु भनिन्छ यसलाई मान्छेको अब 60 वर्ष अब 60 जुनी लिनुपर्ने त्यस्तै गरी अब के हो त कुनै अब 16 वर्षमा कुनै अब अब अल्प बुद्धिवाला छ भने होइन उसले अब 60 वर्ष लाग्दछ भनेको छ अलि अब मध्यम खाले अब उसको अब एक किसिम के हो त अनि 16 जुनी एउटाको चाहिँ 60 जुनी एउटा 16 जुनीसम्म अब बुद्धको ज्ञान प्राप्त हुन्छ भनेको छ होइन अब त्यो भन्दा एकदम महान उसलाई बुद्धिको बुद्धिमा तिखारेको सत्यता एकदम पोख्त छ भने होइन एकै जुनीमा अब उसले बुद्धको ज्ञानहरू अब प्राप्त गर्न सक्दछ भने यसरी वज्रयान बताएको छ अब प्राज्ञा पारमिता जस्तो कि अब एक किसिमको प्राज्ञा पारमिता भित्र अब के हो त अनगिन्ती 3 कल्पसम्म चाहिँ अब बुद्धको ज्ञान चाँडोभन्दा चाँडो एकचोटि प्राप्त 3 कल्पमा बुद्ध त ज्ञान गर्नु नसके तापनि के हो त अनि बोधिसत्व जस्तो कि अब तीको दिमाग भएको होइन जुन अब एक किसिमको अनि अनि 3 अनगिन्ती 3 कल्पसम्म नभएर अनि विभिन्न अब 37औं कल्प अनि अनगिन्ती अनि कल्पमा अब विभिन्न अब पुण्य सञ्चय गरेर मात्रै बुद्धहरू ज्ञान प्राप्त गर्न सक्छौ भने यसरी प्राज्ञा पारमिता सूत्रभित्र यसरी बुद्ध वचनभित्र बताएको छ त्यही कारणले गर्दाखेरि अब यो प्राज्ञा पारमिता भित्र चाहिँ अब के हो त सूत्रभित्र अब एकदम चाँडो समय भनेको अब 3 अनगिन्ती कल्पमा बुद्धको ज्ञान प्राप्त हुन्छ भनेको छ अब एक किसिमको तन्त्रायनमा बताउने हो भने होइन अब 60 जुनी 16 जुनी एकै जुनीमा भने यसरी बताएको छ होइन त्यही कारणले समयसम्म बुद्धको ज्ञान प्राप्त हुन्छ भनेको पनि त्यसो चाहिँ को हो त अब सकपा मुन्सुम भन्ने त्यसलाई चाहिँ सञ्चय पूर्व सञ्चय गरिसकेकोलाई बताएको होइन भनेको मतलब चाहिँ पूर्व पहिले नै एक किसिमको पहिला नै के हो त अब उसले धेरै पुण्य सञ्चय गरिसकेको पुण्य सम्बर ज्ञान सम्बर पहिले जुनीमा उसले धेरै अब सञ्चय गरिसकेको त्यस्तो व्यक्ति हो भने चाहिँ अनि यो जुनीमा अब उसले धेरै दुःख कष्ट गरेर अनि यो जुनीमा एकै जुनीमा समयसम्म बुद्धको ज्ञान अब अनि प्राप्त गर्न सकिन्छ भनेको बाहेक अनि पहिला पुण्य सञ्चय कहिले नगरे पुण्य सम्बर र ज्ञान सम्बर उसले कहिले पनि नगरेको नसञ्चय कल्याणमय पुण्य कर्म नगरे हो भने पहिला कहिले पनि पुण्य नगरेको हो भने यो जुनीमा समयसम्म बुद्धको ज्ञान प्राप्त कहाँ हुन्छ होइन होइन यो जुनीमा मात्रै अनि चाँडोभन्दा चाँडो पुण्य गरेको मात्रैले त्यो सानो कर्मले गरेर मात्रै अनि एक किसिम के हो त भने बुद्धको ज्ञान कहाँ एक किसिम प्राप्त हुँदछ होइन वाङबो नन्बो भनिन्छ एक किसिमको तीको बुद्धि ज्ञान पोख्त विचार भएको होइन त्यस्तोलाई चाहिँ त्यस्तो हुनुको लागि के हुन्छ पहिला नै पूर्व समयमा नै उसले पूर्व जीवनहरूमा नै अनि धेरै पुण्य सम्बर र ज्ञान सम्बर धेरै सञ्चय गर्नुपर्दछ होइन अनि योग्यतावान पुण्यले भरिपूर्ण भएको त्यस्तो व्यक्तिलाई मात्रै समयसम्म बुद्धको ज्ञान यो जुनीमा उसले मेहनत गर्दाखेरि परिश्रम गर्दाखेरि बल्ल समयसम्म बुद्ध ज्ञान हासिल हुने हो त्यसै कारणले गर्दाखेरि यसलाई अब संक्षिप्तमा अब संक्षिप्तमा बताउनु पर्दाखेरि समयसम्म बुद्ध ज्ञान हासिल गर्नु सजिलो छैन अनगिन्ती होइन हामीले अचिन्त्यमय अब किसिमको के हो त भने पुण्य धेरै नै हामीले सञ्चय गर्नु
एकदम बलवान परिश्रम र वीर्य पारमिता चाहिन्छ, एकदम धेरै उद्यम चाहिँदछ हैन। अनि हामीले बोलेको अहिलेको अलि यतिले बुद्ध ज्ञान, बुद्ध समयसम्म बुद्ध ज्ञान प्राप्त हुन्छ भनेको भन्न सकिँदैन हैन। युगौँ युगौँ कल्पौँ कल्पौँ हामीले पुण्य सञ्चय गरेको कर्मले मात्र फल समयसम्म बुद्धको ज्ञान प्राप्त हुने हो। यो यसलाई भनिन्छ समयसम्म बुद्धको ज्ञान। समयसम्म बुद्धको अब समयसम्म बुद्धको ज्ञान हामीले हासिल गर्न कस्तो हामीले परिश्रम गर्नुपर्दछ त हैन। कस्तो विशालता अब परिश्रम हामीले अब एक किसिमको लिनुपर्दछ भन्दाखेरि अब त्यसको लागि अब हामीले दिमागमा आउनुलाई के उदाहरण राख्नु पर्दाखेरि यो संसारमा अब संसार चाहिँ के हो त, एक किसिमको यो संसार चाहिँ के हो त, यो पुस्तकालय जस्तै। यो चाहिँ अब के हो त, यो पुस्तकालय चाहिँ बुद्धको वचनले भरिएको बौद्ध ग्रन्थ हैन। यो सबै अब यो भित्र चाहिँ के हो त, बुद्धको वचनले भरिएको अब ग्रन्थ छ। यो भित्र भएको एकै शब्दलाई के हो त आफूले लिनु सक्ने, पढ्नु, त्यसको अध्ययन गर्नु सक्छ कि सक्छ। त्यस्तो मेहनत, त्यस्तो अब एक किसिमको परिश्रम गर्ने क्षमता छ कि छैन, त्यस्तो छ भने अनि त्यस्तो हो भने समयसम्म बुद्धको ज्ञान हासिल गर्न सक्छ। तर पनि त्यतिले मात्र पुग्दैन हैन। अब अर्को उदाहरण राख्नु पर्दाखेरि अब अनेकिन्ती प्राणीहरू रहेको छ संसारमा हैन, विभिन्न अनेकन प्राणी रहेको छ। अब हामीलाई थाहा हुन त यो पृथ्वी यो मनुष्य लोकमा भएको देख्ने मात्रै त हो अनि हामीले सबै थाहा छैन नि, यो मनुष्य लोकमा भएको प्राणीहरू मात्रै थाहा हुन्छ है। हामीले बताएको चाहिँ यो अब जम्बुद्वीपमा हुने प्राणीहरूको मित्र बताएको छ हैन। हैन, यो मात्रै नभएर अब त्रिलोकको प्राणीहरू, त्रिधातुको प्राणीहरूलाई, 6 लोकको प्राणीहरूलाई अब मैले अब समयसम्म बुद्ध ज्ञानमा लगाउने छु। अनि एक किसिमको अब हुनुको लागि त्यस्तो म समयसम्म बुद्ध ज्ञानमा लगाउने छु। त्यस्तो सोच हुनुको लागि चाहिँ के हो त, यो प्राणी, यो हामी बसेको यो मनुष्य लोकको प्राणीहरूलाई तपाईँ पहिला के हो त सुख शान्तिको भाव लगाउन सकि छैन, सक्छ कि सक्दैन, त्यो सोच्नु पर्यो पहिला हैन। तपाईँले यो मनुष्य लोकमा भएको प्राणी एक एक गरी तपाईँले समयसम्म बुद्धको ज्ञानमा लगाउनु अनि लगाउन सक्ने छु भने त्यसमा तपाईँले खट्नु सक्नु भएन भने 6 लोकको प्राणीहरू, त्रिधातुको प्राणीहरू भएको प्राणीलाई त समयसम्म बुद्धको लगाउन कहाँ सक्छ हैन। मुखले मात्रै भन्नु सजिलो छ नि, तर गर्नुमा गाह्रो। त्यही कारणले यतिको एउटा चाहना भएर मात्रै काम दिन्छ, किनकि भित्रैबाट परिश्रम हुनु पर्यो हैन। उत्साह र एउटा चाहनाले मात्रै पुरा गर्दैन। त्यसले अब हजार 3000 भनौँ न, तोङसुङ्गी तोङछेम्बो भनिन्छ हैन। ती 3000 प्राणीहरू, त्यसै गरी अब हजारौं लोकले भरेको 3000औं लोकले भरेको लोक भन्छ यसलाई हैन। त्यो त्यो भएको प्राणीहरूलाई एक एक गरी म समयसम्म बुद्धको ज्ञानमा लगाउने छु, सत्य मार्गमा लगाउने छु भने यसरी इच्छा र चाहना तपाईँले चिताएर मात्र त्यो पुरा हुँदैन हैन। त्यो चिताउनको लागि के हो त, प्रतिदिन खट्नु सक्ने क्षमता, परिश्रम, त्यो प्राणी, त्यस्तो प्राणीमा सबै अब के हो त कलेशमा मुछिएको हुँदाखेरि सबैले दुःख कष्टमा दिने हुँदाखेरि त्यसो दुःख कष्ट दिँदाखेरि पनि सत्य मार्गमा लाउने छु भनेर सोचेको त तपाईँले साँच्चै नै एकै गरेर खट्नु भयो भने यो
समानका आकाश झाके प्राणीलाई त्यस्तो तपाईँले समयसम्म बुद्धको भूमिमा लगाउने छु भने सोचेको जस्तै बोलेको तपाईँले खट्नु भयो भने बल्ल समयसम्म बुद्धको ज्ञान हासिल गर्न सक्ने ज्ञान प्राप्त गर्न सक्नु हुनेछ नत्र भने सक्दैन जस्तै मिगे दर्जेला अब अनेक अब हजारौँ अब धेरै अब चेलाहरू थिए हैन कसैले अब राम्रो अब सबैले अब बानी बेहोरा राम्रो भएको चरित्र राम्रो भएको त हुँदैन के दोषी पनि हैन त्यही कारणले गर्दाखेरि अब अनि कुनै अब नराम्रो अब एक किसिमको अब तिरस्कार गर्ने अब एक किसिमको कोही भने नटेर्ने विभिन्न अब कुरा काट्ने हैन कुरा लाउने नि हुन्छ अनि त्यस्तो प्राणी देख्दाखेरि पनि निकितोले कहिले पनि म अब सक्दिनँ होला यो एकजना प्राणीले त मैले यसरी अब बुद्धको ज्ञानमा लाउनु सकेन मैले बोधिचित्तको के काम गर्नु सकेन भने अरूलाई कहाँ सक्दैन उहाँले कहिले पनि विश्राम राख्नु भएन हैन दिन प्रतिदिन खट्नु भयो कुनै पनि एक किसिमको अनि उहाँको आलस्य लाग्ने प्राणी देखेर वैराग लाग्ने सक्दैन है मैले भने यसरी उहाँ यसरी आफ्नो परिश्रमलाई मेहनतलाई कहिले पनि उहाँले यसरी कमजोर गर्नु भएन त्यही कारणले हामीले निकी तुर्सेको एउटा जीवनमा चाहिँ उहाँले कसरी खट्नु भयो कसरी मेहनत गर्नु त्यस्तो जीवनी मुक्ति कथामा हेरेर पनि हामीले सिक्नु पर्ने हुन्छ हैन त्यो भन्ने कस्तोले भन्ने एक किसिमको उत्सुकता चाहना कस्तोले भनिन्छ हैन मेहनत कस्तो गर्नुपर्ने रहेछ भने निकी तुर्सेको एउटा मुक्ति कथामा हेरेर हामीले अब जान्नुपर्ने एउटा स्रोत बन्दछ निकी तुर्सेको मुक्ति कथाको एउटा पाठको कुनै ज्ञानले हामी पनि यस्तो परिश्रम गर्नु पर्दो रहेछ भने हामीले बुझ्नु पर्छ त्यही कारणले गर्दाखेरि सजिलो केही छैन हैन टेम्पा भने महावीर भनिन्छ नि सबै प्राणीहरू वीर त होइन नि बलवान भनिन्छ नि हैन महावीर सत्वा भनिन्छ हैन सानो सोचले सत्व कहिले पनि भन्दैन हैन एक किसिमको महान विचारलाई भनिन्छ अब अनि बोधिसत्व हामीले बोधिसत्व भने महान विचार हैन सानो विचार अल्प विचार सानो एउटा कुपमण्डुक सोचले भनिँदैन नि बोधिचित्त भनेर महान विचार अपनाउनलाई नै महासत्व बोधिसत्व भनिन्छ त्यही कारणले गर्दाखेरि महासत्व बोधिसत्वको सोच बल महान भएको जस्तै उहाँको उद्यम परिश्रम पनि महान हुन्छ त्यही कारणले सजिलो केही पनि हैन दिन प्रतिदिन खट्नु पर्दछ अब बुद्धको ज्ञान प्राप्त गर्न सजिलो कतै छैन रहेछ आहा अब केही पनि गर्न धेरै दुःख रहेछ भने तपाईँले फेरि के हो त दुःख नमान्नु हैन तपाईँले सक्दैन भने के हो त अल्छी हो यसलाई नियमले भनिन्छ हैन आलस्य हैन यसलाई अल्छी भनिन्छ यसलाई आफूलाई नि म सक्दैन भन्ने किसिम के हो त यसलाई कमजोरी कहिले ठान्नु हुन्न हैन हामीले भन्छ नि प्राणीहरू त के हो त बुद्ध हुनेवाला हो हैन बुद्ध हुनु आँटेको छ हामीले भन्छौँ हैन किनकि सबै प्राणीहरू बुद्धको ज्ञान प्राप्त गर्ने मुख्य तत्त्वगत गर्व छ नि हैन हेतु छ नि हैन बुद्धको ज्ञान प्राप्त गर्ने कारण छ त्यसमा त्यस्तै गरी अब पुण्य सञ्चय गरी आफू हुने कलेशहरू आवरणहरू हटाउन सक्ने त्यसलाई वञ्चित गराउन सक्ने त्यस्तो क्षमता हामीमा छ हैन त्यो यस्तो मौका हामीमा छ भने त्यो मौका हामीले लिने त्यसलाई किन मौकालाई हामीले किन यसरी खेर फाल्ने त हैन त्यही कारणले गर्दाखेरि यो सांसारिक कुरा भए पनि एक किसिमको धार्मिक कुरा भए पनि आध्यात्मिक कुरा भए पनि हैन त्यसलाई हामीले अब दिन प्रति त्यसमा खट्यो भने त्यसको फल अवश्य मिल्छ हैन जस्तै कि अब एउटा केटीको विषयमा अब कुरा गरे भने पनि एउटा गुम्बाको कुरा गरे पनि हैन अब आनीको कुरा गरे पनि आफ्नै अधिकार हुन्छ नि हैन
अब जस्तो कि अब भिक्षुहरू ग्रन्थहरूको ग्रन्थमा अनि अर्थलाई अब अर्थशास्त्रहरू विभिन्न तपाईँले अध्ययन गर्नुभयो भने होइन त्यस्तो मौका छ भने तपाईँले त्यो मौका तपाईँले लिनुभयो भने मौकाको फाइदा उठाउनु भयो भने त तपाईँले सक्नुहुन्छ होइन मलाई अब एक किसिम त्यो मौका कहिले प्राप्त होला भन्दा मौका पाउँदाखेरि पनि तपाईँले अब एक किसिमको मौकालाई तपाईँले बिरायो भने मौकालाई तपाईँले गुमायो भने तपाईँ कहिले पनि अघि सर्न सक्नुहुन्न त्यही कारणले यस्तो कुरा हामीलाई थाहा हुनु चाहिँ अत्यन्तै जरुरी छ अनि बुद्ध अज्ञान भने त्यस्तो नै हो अनि आज यति नै होला आज म यसमै विश्राम गर्न चाहन्छु 拉住大家这边把这今天的这个参下了这个面头上。